सबैले जय मिसी बस्न सक्नुहुन्छ। हामी प्रभुको उपस्थितिमा छौँ अनि अघि भाइ दिपेशले भन्दै हुनुहुन्थ्यो 9 वर्ष यो भूमिमा सेवकाई भइराखेको छ अनि 9 वर्षमा केही कुरा प्रभुले एउटा शक्तिशाली कुरालाई यस ठाउँमा गरि नै राख्नु भएको छ। आमेन। म के कुराको विश्वास गर्छु भनेदेखिलाई आज अनि भोलिमा जुन स्वर्गीयले तय गरेको समय छ, शक्ति अनि सामर्थ्यको कुरा छ, त्यो चाहिँ देखिने समयभित्र अब हामी छिर्दैछौँ। आमेन। र विशेष गरिकन है भाइ दिपेश अनि सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु अनि सम्पूर्ण युएईमा हुने आदरणीय पास्टरबा लिडर्सहरू जति पनि हुनुहुन्छ हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँको हृदय खुला गरिकन तपाईँले जसलाई मालासलाई यस भूमिमा टेक्ने अनि प्रभुको सेवकाई गर्ने मौका तपाईँले दिनुभएको छ, ढोकालाई खोलिदिनु भएको छ। प्रभुले तपाईँलाई धेरै प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। आउनुहोस् हामी प्रार्थना गरौँ र यो पहिलो सेसनभित्र अब हामी छिर्दैछौँ। लर्ड हालेलुया। प्रिय पवित्र आत्मा, यो भूमि यो ठाउँलाई एकचोटि फेरि पनि तपाईँको सामर्थ अनि शक्तिलाई घोषणा गर्दैछु। यति बेला तपाईँको आलो रगत लिन्छु येशू ख्रीष्ट। यो बग्दै गरेको हावामा म येशू ख्रीष्टको रगत लाउँदैछु। यो ठाउँमा म येशू ख्रीष्टको रगत लाउँदैछु। येशू ख्रीष्ट तपाईँको आलो रगत लाउँदै गर्दाखेरि जीवन अनि शक्तिका कुराहरू यस ठाउँमा बग्न सुरु गरेको होस्। ए हावा म तमा आशिष बोल्दैछु। ए बग्दै गरेको हावा तमा म आशिष बोल्दैछु। ए भूमि त बन्धनदेखि स्वतन्त्र भएको छस्, तमा म आशिषलाई बोल्दैछु। अब त आशिषित हुनेछस्। यो ठाउँमा ख्रीष्टको विजय नि ख्रीष्टको शक्तिका कुराहरूलाई म खोल्दैछु। आज हरेक बन्द भएको ढोका ए राष्ट्र तँ खोलिएको छस्। तमा ख्रीष्टको निगाह अनि ख्रीष्टको कृपा आएको कारणले गर्दाखेरि तैँले आफ्नो दिनलाई सुदिनलाई तैँले देख्नेछस्। त्यो चाहिँ आत्माको सुदिनको कुरा तेरो जीवनमा खोलिँदैछ अनि तेरो जीवनमा त्यो सुदिन खोलिँदै गर्दाखेरि ए राष्ट्र तमा भएको बन्धनको ज्वारा भाँचिनेछ। तमा भएको प्रसव वेदना अब जन्माउन लागेको छ अनि येशू ख्रीष्टको राज्य यस ठाउँमा स्थापित हुने समयभित्र त पस्दैछस्। तैँले ख्रीष्टको महिमालाई, तैँले ख्रीष्टको विजयलाई ए राष्ट्र तैँले देख्नेछस्। ए मरुभूमि त अदनको बगैँचा जस्तै हुनेछस्। तमा देखेको हरेक आत्मिक मरुभूमिका कुराहरू अब हटेर गएको छ। अब तमा त्यो जीवनको खोला बगेर आउँदैछ जो चाहिँ येशू ख्रीष्ट स्वयं हुनुहुन्छ अनि त्यो जीवनको खोला बगेर आउँदै गर्दाखेरि तमा भएको सुकेरीपन, तमा भएको बाँझोपन, तमा भएको रुखोपनको जो अब भाँचिनेछ। जीवनको वृक्षहरू उम्रनेछ, हरियालीहरू त्यसमा हुनेछ। किन पवित्र आत्मा त्यो शक्ति नि सामर्थ्यको कुरा तपाईँले खोल्दै हुनुहुन्छ। प्रभु यो बिहानी यो राष्ट्रमा तपाईँले खोल्नु भएको कुराको निम्ति म तपाईँलाई धन्यवाद दिन्छु। बाबु हामी युएईमा छौँ, तपाईँको आलो रगत लिन्छु। युएईलाई म ख्रीष्टको रगत लगाइकन तपाईँको राष्ट्र भनिकन घोषणा गर्दैछौँ। येशू यो राष्ट्रको राजा हुनुहुन्छ। येशू यो राष्ट्रको राजा हुनुहुन्छ। येशू ख्रीष्ट यो राष्ट्रको राजा अनि प्रभु हुनुहुन्छ। महिमा तपाईँलाई भएको होस्। धन्यवाद यो समयको लागि। एकछिन मुख खोलिकन प्रार्थना गरौँ मेरो प्रियहरू। जसै यो राष्ट्रको निम्ति प्रार्थना गर्दै थिएँ, स्वर्गीय दूतहरूलाई यस पृथ्वीमा पठाउँदैछ। जुन जुन ढोकाहरू बन्द भएको थियो, रुखोपनको त्यो ढोकाहरू खोलिँदै गरेको कुरालाई म देखिराखेको छु। आज कतिजनाको जीवनमा रुखोपनको ज्वारा भाँचिन लागेको छ। यति बेला पवित्र आत्मा यो कुरा भन्नुहुन्छ, तेरो जीवनको खडेरीको अन्त म गर्न लागेको छु। तेरो जीवनको सुखरापनको अन्त म गर्न लागेको छु। तेरो जीवनको त्यो रित्तोपनको ज्वाला म भचाउन लागेको छु भन्ने पवित्र आत्मा भन्नुहुन्छ। म जसै कुरा बोलिरहेको छु पवित्र आत्माको त्यो शक्ति ओर्लेर आउँदैछ। ओ रामामाया साबा बाबा या देरेबी आख्रेती रिहेके तेरेमी हिस्सेख्रे तेरेबी आखाता sama mama mandara bahakata laba terebi yesekroto ruhoko toroba yasaba baba bihikitili bihisekre terebi ruhoko toroba yasama mahakata
Secretilaba timia secrotorobo mekatalaba hakata riheketerimi hitsecrotorobo yasababa mahakatalaba timia secroto amandaba yasa. नियति बोकेको दूतहरूलाई म यस कोठामा देखिरहेको छु। यति बेला नियति बोकेको दूतहरू यस कोठामा आइरहेको छ। बस्न सक्नुहुन्छ? तिम्रोको प्रेजेन्समा रहौँ अनि मसित पल्टाउनुहोस् हग्गईको किताब त्यसको 2 अध्यायको 6 अनि 7 पद। हग्गई 2 अध्यायको हग्गईको किताब त्यसको 2 अध्यायको 6 अनि 7 पद। जुन कुरा हामी यो क्याम्प मिटिङमा हेर्दैछौँ एउटा शक्तिशाली समय पवित्र आत्माले ल्याउँदै हुनुहुन्छ। आज रफ्तार लिन चाहन्छु किनभने प्रभुले जुन कुरा खोल्नु भएको छ, जुन कुरा समयभित्र म पस्दैछु एउटा शक्तिशाली समय सुरु भइरहेको छ यस पृथ्वीमा। र तपाईँले बाइबल पल्टाउनुहोस् अनि म एकदम रफ्तारको साथमा अगाडि बढ्छु। आज हामी 2 सेसन गर्छौँ अनि एकदम हामीलाई टाइम कम्ती छ र मैले तपाईँलाई अहिले यो सेसनको पछाडि प्रार्थना पनि गर्छु। तयार हुनुहोस्, ध्यान दिनुहोस्, पेन पेन्सिल छ लेख्न थाल्नुहोस्। तपाईँले बाइबल पल्टाउनु ढिलो हुन्छ लेख्नुहोस् अनि राम्रो सुन्नुहोस्। सायद यो पछाडि बाइबलको भर्स आउँछ है, तपाईँले पढ्न सक्नुहुन्छ नि। हग्गईको किताब त्यसको 2 अध्यायको 6 अनि 7 पदलाई म पढ्दैछु। तपाईँले आफ्नो बाइबलमा ध्यान दिएर हेर्नुहोस्। म आज बिहानी जब यो पढ्नुभन्दा अगाडि यो कुरालाई भन्न चाहन्छु। आज बिहानी अनि म हिजो जब बेलुकीसम्म म प्रार्थनामा थिएँ अनि त्यो प्रार्थनाको समयभित्र पवित्र आत्मा प्रभुले मलाई जुन कुरा यो क्याम्प मिटिङमा अब हुने अनि यस पृथ्वी हुने घटनाको विषयमा पवित्र आत्मा बोल्नुभयो अनि पवित्र आत्माले जुन कुरा मसँग बोलिकन भन्नुभयो तैँले चाहिँ यो खण्डबाट प्रचार गर्नुपर्छ, यो टाइम चाहिँ आइसकेको छ अनि त्यो समयलाई चाहिँ घोषणा गर्नुपर्छ भनेर पवित्र आत्मा प्रभुले भन्नुभयो। त्यसकारण म यही कुरालाई पवित्र आत्माले जे कुरा भन्नुभयो एक्ज्याक्ट त्यही कुरा म तपाईँको अगाडि बोल्नको निम्ति तयारी भइरहेको छु। अब हामी यहाँनिर हग्गई 2 अध्यायको 6 अनि 7 पदलाई हेर्न लागेको छौँ। सर्वशक्तिमान प्रभु यसो भन्नुहुन्छ, अब थोरै बेरपछि म फेरि आकाश, पृथ्वी, समुद्र र सुक्खा जमिनलाई हल्लाउनेछु। म सबै जाति जातिहरूलाई हल्लाउनेछु र इच्छा भएका सबै जाति जातिका मानिसहरू आउनेछन् र म यस भवनलाई महिमाले भरिपूर्ण पारिदिनेछु भनी सर्वशक्तिमान प्रभु भन्नुहुन्छ। आमेन, आमेन, आमेन। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ। अब हामी नि बाइबलको नि अगमबानीको नि त्यो समयभित्र छौँ जुन चाहिँ नि परमप्रभु परमेश्वरले हग्गई अगमवक्ताद्वारा बोल्नुभयो अनि हग्गई अगमवक्ताद्वारा बोल्नु भएको समय चाहिँ नि अहिले अब पुरा हुने समयभित्र अब हामी जिउँदैछौँ। मैले बोलेको कुरा बुझ्दै हुनुहुन्छ? त्यो टाइमलाइन चाहिँ नि प्रोफेटिक टाइमलाइन चाहिँ सुरु भइरहेको छ। अगमबानी समय चाहिँ नि सुरु हुँदैछ अनि जुन अगमबानी हग्गईसँग बोल्नु भयो त्यो अगमबानी चाहिँ परमप्रभु परमेश्वर अहिलेको चर्चसँग बोल्नु भएको अनि त्यो समय चाहिँ नि उहाँले पुरा गर्दै हुनुहुन्छ अनि त्यो पुरा गर्ने समयभित्र अब हामी छिर्दैछौँ। यद्यपि अहिले हामीले हेर्दै गरेको समय चाहिँ कस्तो छ भनेदेखिलाई नि अहिले हेर्दै गरेको समय चाहिँ नि परमेश्वरले हस्तक्षेप नगरेको जस्तो समय छ। उहाँले नि इन्टरभेन नगरेको जस्तै त्यो शक्ति नदेखेको शक्तिहीन है रोगले ग्रसित व्यक्तिहरू बन्धनमा परेको समस्या कष्ट पीडा मानिसको जीवनमा नि एकपछि अर्को कुराहरू बढिराखेको छ। अहिले हेर्दै गर्दाखेरि नि प्रभुलाई पाएका व्यक्तिहरूको जीवनमा नि प्रभुले नि कुनै कामलाई नगरेको जस्तै देखिन्छ। मैले बोलेको कुरा राम्रो सुन्नुहोस् है, नगरेको जस्तै। अहिले तपाईँले भन्नुहुन्छ मलाई थाहा छ तपाईँले भन्नुहुन्छ प्रभुले मेरो जीवनमा काम गरेछ जो राइट हो, तर जुन कुरा देखिँदैछ प्रभुको जुन महिमा चाहिँ देखिनु पर्थ्यो त्यो महिमा चाहिँ अहिले देखिएको छैन, त्यो महिमा चाहिँ प्रकट भएको नै छैन। त्यसले गर्दाखेरि मान्छे नि सङ्घर्षभित्र छ, मान्छे नि पापभित्र छ, मान्छेको जीवनमा नि आँटको साथमा पाप गरिरहेको छ। त परमप्रभु परमेश्वर भन्नुहुन्छ, परमप्रभु परमेश्वर भन्नुहुन्छ म अब हल्लाउँदैछु, म हल्लाउँदैछु। उहाँले हल्लाउन चाहनुहुन्छ। अब जुन कुरा चाहिँ नि हामीलाई लागेर छ स्थिर छ उहाँले हल्लाउँदै हुनुहुन्छ। हल्लायो भने चाहिँ नि हरेक कुरा नि भत्किनु सक्छ। हल्लायो भने नि सायद अहिले यो घरलाई हल्लाइदियो भने यो बिल्डिङ नि कोल्याप्स हुनसक्छ। उहाँले नि जुन जुन कुरा नि मान्छेको बलले सकेन, मान्छेको बुद्धिले सकेन, मान्छेको तरिकाले सकेन,
पवित्र आत्माले एउटा यस्तो खालको शक्तिलाई यस पृथ्वीमा खोल्दै हुनुहुन्छ जुन शक्तिको अगाडि हरेक कुरा नि अब हल्लिन्छ नि नाश हुन्छ। आमेन आमेन। उहाँले नि हल्लाउन लाग्नु भएको छ। अब उहाँले नि यस्तो प्रकारले हल्लाउनुहुन्छ। बाइबलले यसरी भन्छ, म एक दुईवटा पदलाई नि तपाईँलाई अझै पढ्न चाहन्छु। एउटा पद मात्र छैन, भजनको किताब 99को 1 पदले, साम 99 verse 1, बाइबलले यसरी भन्छ। म फटाफट पढ्दै जान्छु है त, हल्लाउने कुरामा छु। बाइबलले यसरी भन्छ, परमप्रभुले राज्य गर्नुहुन्छ, जाति जातिहरू कम्प्यमान हुन्, उहाँका कोरुबहरूका बीचमा विराजमान हुनुहुन्छ, पृथ्वी हल्लाइ उठोस्, परमप्रभु राज्य गर्नुहुन्छ। आमेन आमेन आमेन। जातिहरू चाहिँ काम छ, थरथर हुने टाइम आउँदैछ। अब अहिले नि जुन कुरा चाहिँ अहिले हल्लिएको थिएन, अहिले स्थिरतालाई हामीले देखिराखेको छ। अब हुँदैन होला, अब सक्दैन होला, अब त यो मान्छे परिवर्तन हुँदैन, अब त हामीले नि यो जातिलाई ल्याउन सक्दैन होला प्रभुमा। तर म तपाईँलाई यो कुरा भनिदिउँ, स्वर्गले हल्लाउने समयभित्र अब हामी छिर्दैछौँ। स्वर्गले जुन समयलाई यस पृथ्वीमा ल्याउँदैछ त्यो समय चाहिँ नि यस पृथ्वीले कहिले पनि देखेको थिएन, कहिले पनि अनुभव गरेका थिएन। उहाँले यो कुरालाई हल्लाउन चाहनुहुन्छ। अब अहिले म के हल्लिन्छ म तपाईँलाई भन्दै जान्छु, तर नि उहाँले हल्लाउनुहुन्छ। यशायाको किताब त्यसको 64 अध्यायको, आइजाया च्याप्टर 64 verse 2 मा यसरी लेखेको छ, 64 को 2 मा यसरी लेखेको छ, आगोले झिजामिजा डढाएर पानी उमाले झैँ तपाईँले शत्रुलाई आफ्नो नाउँ प्रकट गर्न, जाति जातिलाई तपाईँको उपस्थितिमा कामुन भनेर तपाईँ तल आउनुहोस्। आमेन 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 आमेन। जाति जातिलाई उहाँको उपस्थितिमा काम्ने समय आउँदैछ। अब डढेला लाग्ने समय आउँदैछ, अब उम्लिने समय आउँदैछ। अब नि यस्तो खालको समय आउँदैछ, यस पृथ्वीले नि कहिले पनि नदेखेको समयहरू चाहिँ नि प्रकट हुने समयभित्र नि अब हामी छिर्दैछौँ। बाइबलले अझै यसरी भन्छ, हबकुकको किताब त्यसको 3 अध्यायको 6 पद, हामी तपाईँलाई नि हल्लाउने कुराको नि पहिला प्रमाणित गर्न चाहन्छु। बाइबलले कहीँ के भन्छ? हबकुकको किताब त्यसको 3 अध्यायको 6 पदले यसरी भन्छ, खडा भएर उहाँले पृथ्वीलाई हल्लाउनु भयो, खडा भएर उहाँले पृथ्वीलाई हल्लाउनु भयो। यो अर्थलाई नै उहाँले, यो प्लानेटलाई नै हल्लाउँदै हुनुहुन्छ। यहाँनिर के भनेको छ भनेर, खडा भएर उहाँले पृथ्वीलाई हल्लाउनु, उहाँले हेर्नुभयो र जाति जातिहरू थरथर कामे, सनातनको पर्वतहरू टुक्रा टुक्रा भए, ती पुराना डाँडाहरू मुर्छा परेर लडे, उहाँको चाल अनन्तको हुनुहुन्छ। आमेन। उहाँले नि एउटा यस्तो खालको नि हल्लाउने कुरालाई ल्याउँदै हुनुहुन्छ पृथ्वीमा। अहिलेसम्म नभत्केको कुराहरू अब भत्किन्छ, अहिलेसम्म नटुक्रेको कुराहरू टुक्रिन्छ, अहिलेसम्म नि जुन चाहिँ कुरा चाहिँ यस पृथ्वीले देखेको थिएन, जुन चाहिँ कुरा चाहिँ अनुभव गरेको थिएन, जुन चाहिँ कुरा चाहिँ नि हाम्रो जीवनमा लागिरहेको थियो, यो त स्थापित भएको कुराहरू, यो त खडा भएको कुराहरू, यो त हलाउनु नसक्ने कुराहरू, यो चाहिँ नि भत्काउनु नसक्ने कुराहरू, यो कुरा चाहिँ नि चेन्ज गर्नु नसक्ने कुराहरू। तर आज तपाईँलाई शक्तिशाली कुरा भनिदिउँ, तपाईँको बोलले, तपाईँको बुद्धिले, तपाईँको तरिकाले गर्न नसक्ने कुरा छ। पवित्र आत्माको शक्तिले, पवित्र आत्माको सामर्थ्य, पवित्र आत्माको भरपुरीले त्यो परिवर्तनलाई यस पृथ्वीमा लिएर आउँदैछ। एउटा यस्तो खालको समयलाई यस पृथ्वीमा आउँदैछ जुन कुरा चाहिँ यस पृथ्वीले कहिले पनि देखेको थिएन। सोचन मेरो बाइबल तल जानु त, त्यो कुरा कहिले पनि देखेको थिएन, त्यो विषय कहिले पनि देखेको थिएन, त्यो सामर्थ्य कहिले पनि देखेको थिएन। त्यो समय यस पृथ्वीमा अब चाँडै सुरु हुँदैछ। तपाईँलाई शक्तिशाली समयको कुरा गर्दैछु, जुन समय चाहिँ यस पृथ्वीले कहिले पनि देखेको थिएन, जुन चाहिँ समय चाहिँ यस पृथ्वीले अनुभव गरेको थिएन, जुन चाहिँ समयभित्र यस पृथ्वी पसेको पनि थिएन, त्यो समय, त्यो विजय चाहिँ नि यस पृथ्वीमा देखा पर्न लागेको छ। तपाईँ एक्साइटेड हुनुहुन्छ? म त सेवक एक्साइटेड छु। मेरो जीवनको पर्खाइ पनि थियो, प्रभु कहिले छ तपाईँले त्यो ठुलो ग्रेट सेक्निकलाई ल्याउँदै हुनुहुन्छ, कहिले तपाईँले हल्लाउनु हुने, कहिले हामीले नसकेको कुरा तपाईँले भत्काउनु हुने, कहिले हामीले गर्नु नसकेको कुरा पवित्र आत्मा तपाईँले गर्नु हुने। म त्यो दिनलाई, त्यो समयलाई पर्खिरहेको छु, त्यो समयलाई म हेरिरहेको छु, जुन समय चाहिँ यस पृथ्वीमा नि पवित्र आत्माले सुरु गर्न लाग्नु भएको छ। त्यो समय चाहिँ नि न त मेरो बलले, न त मेरो बुद्धिले, न त मेरो ज्ञानले, न त मेरो तरिकाले, उहाँको आत्माले गर्ने कुरा भित्र अब म छिर्न लागेको छु। आमेन 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 आमेन। उहाँले हल्लाउनुहुन्छ, उहाँले हल्लाउनुहुन्छ,
उहाँले हल्लाउनुहुन्छ। आमोसको किताब पहिलो अध्यायको 2 पदले यसरी भन्छ, आमोस 1 को 2 ले यसरी भन्छ, तिनले भने परमप्रभु सियोनबाट गर्जनुहुन्छ र उहाँ यरुशलेमबाट गर्जनको चर्को आवाज गर्नुहुन्छ। घोटालाहरू खर्कमा कर्मेलको टाकुरोमा सुनसान कि सक्सन छ तपाईँको बाइबलमा? सक्सन लेखेको छ मेरोमा हो। सुन्नुहोस् है, परमेश्वर गर्जनुहुन्छ। उहाँको आवाज नसुनेर नि अहिले हामी कस्तो भइरहेका छौँ। उहाँ त्यो शक्ति उहाँ नगर्जेको कारणले गर्दाखेरि हाम्रो जीवनमा नि हामीले देखिरहेका छौँ। पाप बढेको देख्दै गर्दाखेरि नहुने रहेछ, अधर्म बढेको देख्दै गर्दा हामीले भनेको नहुने रहेछ। अनि नि यो संसारको अभिलाषित कुराहरू बढेको देख्दै गर्दा हामीले भनेको अब नहुने रहेछ। झुटको कुराहरू बढेको देख्दै गर्दाखेरि हामीले यो कुरा हाम्रो मनमा यो कुरा आयो, हामी कन्भिन्स भयो नहुने रहेछ। तर नाउ अब चेन्ज हुने टाइम आयो, नाउ चेन्ज हुने टाइम आयो। अब परिवर्तन हुने समयभित्र हामी छिर्दैछौँ, अब विजय देख्ने समयभित्र हामी छिर्दैछौँ। अनि त्यो कुरा चाहिँ नि कुनै शक्तिले कुनै पनि मान्छेले होइन, स्वर्गले फैसला गरेको छ हल्लाउने। स्वर्गले फैसला गरेको यो फैसला जोसा हिमालयसको होइन, त्यो फैसला नि सिल्भनस्तामाको होइन, यो फैसला परमप्रभु परमेश्वरको। उहाँले फैसला गर्नुभएको छ पृथ्वीलाई हल्लाउने, उहाँले फैसला गर्नुभएको छ जाति जातिलाई हल्लाउने, उहाँले फैसला गर्नुभएको छ राष्ट्र राष्ट्रलाई हल्लाउने। अनि त्यो हल्लाउने समयभित्र जब हामी पस्दैछौँ अब देखा पर्छ प्रभुको महिमाका कुराहरू। आमेन आमेन आमेन। उहाँले हल्लाउनुहुन्छ, 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 उहाँले हल्लाउनुहुन्छ। उहाँले नि हामीले यस्तो समयलाई देख्नेछौँ जुन चाहिँ अगमबानी नि एकाएक पुरा हुने समयभित्र अब हामी छिर्दैछौँ। बाइबलले यो कुरा भन्छ, पहिलो कोरिन्थीको 2:9 यसरी भन्छ, तर यस्तो लेखेको छ, आँखाले नदेखेको कानले नसुनेको मानिसको मनमा नपसेको यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गरेको निम्ति तयार पार्नु भएको छ। 10 पद, परमेश्वरले हाम्रो निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नुभएको छ, किनकि पवित्र आत्माले प्रत्येक कुरा खोज्नुहुन्छ र परमेश्वरको गहिर गहिर कुरालाई पनि खोजी गर्नुहुन्छ। यो प्रकाश कहाँबाट आएको? यो चाहिँ पवित्र आत्माले खोजी गर्दैछ। गहिरो गहिरो कुरालाई जुन चाहिँ नि दबिएको थियो, जुन चाहिँ कुरा चाहिँ प्रकट भएको थिएन, जुन चाहिँ कुरा चाहिँ नि अगाडि देखेको थिएन, जुन चाहिँ कुरा चाहिँ मान्छेले अनुभव गरेको थिएन, जुन चाहिँ कुरा चाहिँ मान्छेले समयमा त्यो कुरालाई जितेको हुनुपर्थ्यो, अनुभव गरेको हुनुपर्थ्यो, त्यो कुरा नभएको कुरालाई पवित्र आत्माले खोजी गरेर बाहिर निकाल्दै हुनुहुन्छ। आमेन। किन चाहिँ यो टाइममा यो ऋतुमा यो वचन आउँदैछ, उहाँले आत्माले यो कुरालाई ठेलेर अगाडि लिएर आउँदैछ। आत्माले भन्दैछ यो गहिरो रहस्यको कुरा, लुकेको कुरा छ, अब देखा पर्ने समय हो। गहिरो रहस्यको कुरा छ, प्रकट हुने समय हो। गहिरो रहस्यको कुरा छ नि अब नि त्यो प्रकटीकरण शक्तिको कुरा छ नि देखिने समयभित्र छिर्ने कुरा हो। आमेन आमेन आमेन। त्यो समय नि यस पृथ्वीमा प्रकट हुँदैछ, त्यो समय नि यस पृथ्वीमा प्रकट हुँदैछ। बाइबलले मत्स्यको कुरा भन्छ, जकरियाको किताब त्यसको 4 अध्यायको 6 पदले भन्छ, जकरिया 4:6 भन्छ, यसरी तिनले मलाई भने यरुबालको निम्ति परमप्रभुको यो वचन छ, न त बलले न त शक्तिले तर मेरो आत्माले सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। न त बलले न त शक्तिले मेरो आत्माले। यो दिन चाहिँ नि यो एन्ड टाइम्समा चाहिँ नि न त बल न त कुनै शक्ति, मान्छेको बलले मान्छेको शक्तिले होइन, उहाँको आत्माले काम गर्ने समयभित्र अब हामी छिर्दैछौँ। उहाँको आत्माले काम गर्ने समय हो। मान्छेको बलले हामीले विजय पाउन सकेनौँ, मान्छेको शक्तिले हामीले विजय पाउन सकेनौँ, मान्छेको शक्तिले नि परमेश्वरको राज्यलाई स्थापित गर्न सकेन, तर उहाँको आत्माले गर्ने समयभित्र अब हामी छिर्दैछौँ। आमेन। त्यो टाइमलाई, त्यो समयलाई, त्यो विषयलाई, त्यो शक्तिलाई अब हामीले देख्दैछौँ। जुन कुरा छ मेरो कानले कहिले पनि सुनेको थिएन, मेरो आँखाले कहिले पनि देखेको थिएन, मेरो मनमा कहिले पनि लागेको थिएन, त्यो चाहिँ देखिने अब प्रकट हुने समयभित्र अब हामी छिर्दैछौँ। तपाईँ एक्साइटेड हुनुहुन्छ? तपाईँ एक्साइटेड हुनुहुन्छ?
तपाईँ एक्साइटेड हुनुहुन्छ म त्यसकारण सेवाकार्य गर्छु कुन चाहिँ कुराले मलाई एनर्जी दिन्छ कुन चाहिँ कुराले मलाई ऊर्जा दिन्छ कुन चाहिँ कुराले चाहिँ नि मलाई पुश गरेर अगाडि लान्छ यो कुराले हो त्यो दिन देखा पर्ने समयभित्र जिउँदैछ त्यो दिन चाहिँ अब प्रकट हुने समय हो त्यो दिन चाहिँ त्यो महिमा प्रकट हुन्छ त्यो दिन चाहिँ विजय प्रकट हुन्छ त्यो दिन चाहिँ त्यो शक्ति प्रकट हुन्छ त्यो दिन चाहिँ सामर्थ्यको कुरा प्रकट हुन्छ त्यो दिन चाहिँ भत्किने कुरा उहाँले भत्काइदिनुहुन्छ मैले गर्न नसकेको कुरा उहाँको आत्माले गर्न थाल्नुहुन्छ अनि म चाहिँ त्यसको गवाही बनिदिन्छु म चाहिँ गवाही बनिन्छु म चाहिँ गवाही हुन्छ त्यो समय चाहिँ यस पृथ्वीले नि देख्न लागेको किन चाहिँ तपाईँ म यहाँनिर छौँ इन्टरटेनमेन्टको लागि नो म तपाईँलाई नि हँसाउनु लाग्यो तपाईँलाई रुवाउनु लाग्यो म यहाँनिर आएको होइन यो मरुभूमिमा 10 दिन अलमोस्ट 10 डेज भइसक्यो मेरो टाइम किम्ती छ यस ठाउँमा टेकेर आएको एउटा कुरा छ स्वर्गले जे भन्यो त्यो खबर भन्नको निम्ति आएको अनि स्वर्गको खबर चाहिँ यो छ उहाँको आत्माले अब हल्लाउन लागेको छ आमेन हल्लिन्छ हल्लिन्छ भाइ जुन चाहिँ कुरा चाहिँ अहिलेसम्म हल्लेन हल्लिन्छ जुन चाहिँ राष्ट्र अहिलेसम्म हल्लेन ओ राज्य आएन यिनीहरू चाहिँ कठोर छ अब हल्लिन्छ भाइ यिनीहरू चाहिँ बन्धनमा छ साङ्गमा छुट्टिन्छ हल्लिन्छ उनीहरू चाहिँ नि कैदमा छ स्वतन्त्र हुन्छ उहाँले हल्लाउँदै हुनुहुन्छ उहाँको शक्तिले यो कामलाई गर्दैछ उहाँको आत्माले यो कामलाई गर्दैछ जो चाहिँ मान्छेको शक्तिले मान्छेको बुद्धिले मान्छेको तरिकाले होइन उहाँको आत्माले यो कुरालाई गर्दै हुनुहुन्छ आमेन आमेन यो भूमिमा टेक्दै एउटा ठुलो साहसको साथमा टेक्छु किन यहाँ छ हलाउँदै हुनुहुन्छ उहाँले हलाउँदै हुनुहुन्छ उहाँले हल्लाउँदै हुनुहुन्छ उहाँले आफ्नो महिमालाई प्रकट गर्दै हुनुहुन्छ उहाँले विजयलाई ल्याउँदै हुनुहुन्छ उहाँको शक्ति देखा पर्ने समय हो उहाँको शक्तिको अगाडि यस पृथ्वीको शक्तिहरू नाश भएर जान्छ उहाँको शक्तिको अगाडि यस पृथ्वीको रापर हटेर जान्छ उहाँको महिमा प्रकट हुने समयभित्र अब हामी छिर्दैछौँ तपाईँलाई अनि हामीलाई याद छ बाइबलमा हेऱ्यौँ भनेदेखिलाई नि एउटा यस्तो सालको समय आयो जुन समयमा नि इजरायलीले नि जुन दासत्वको ज्वालाई नि बोकिराखेको थियो साथ उनीहरूको जीवनमा नि मिश्रको 430 वर्षको दासत्व एकदम भयानक थियो 430 इयर्स 430 वर्षको दासत्व कम्ती थिएन अनि उनीहरूलाई लागिरहेको थियो पुस्ता त्यो दासत्वभित्र मरिरहेको थियो एक कतिवटा जेनेरेसन मर्यो तर एउटा टाइम आयो त्यो मर्दैछ त्यहाँनिर गरिबी छ त्यहाँनिर दासत्व छ एउटा स्लेभरीको जुवानी ब्रेक गर्ने टाइम आउँदैछ एउटा स्वतन्त्र हुने समयलाई नि परमेश्वरले तोकेको समय स्वर्गीयले नि फैसला गर्नुभयो त्यो दासत्वलाई देखिकन अनि परमेश्वरले फैसला गरिकन नि दासत्वबाट निकाल्ने अनि मिश्रलाई हल्लाउने फैसला परमेश्वरले गर्नुभयो आमेन इजरायलीहरू नि आफ्नो बलमा इजरायलीहरू आफ्नो बुद्धिमा इजरायलीहरू आफ्नो शक्तिमा मिश्रबाट बाहिर निक्लेको होइन इजरायलीले चाहिँ त्यो शक्तिलाई देख्यो परमेश्वरले मिश्रलाई हल्लाउनु भयो अनि परमेश्वरले फैसला गर्नुभयो मेरो जातिलाई यस ठाउँबाट विजय ल्याउँछु मेरो जातिलाई म स्वतन्त्र ल्याउँछु मेरो जातिलाई चाहिँ म छुटकारा लिएर आउँछु उहाँले प्रतिज्ञा गर्नुभयो उहाँले बोल्नु भएको कुरा छ उहाँ चाहिँ बोल्ने मात्र होइन बोल्ने कुरा चाहिँ उहाँले पुरा गर्नुहुन्छ वचन चाहिँ उहाँले बोल्नु भएको निश्चय नै पुरा हुन्छ अब वचन पुऱ्याउने समयभित्र जिउँदैछु वचन चाहिँ पुरा हुन्छ वचन चाहिँ मैले देख्छु त्यो वचनको म जिउँछु वचनभित्र म हेर्न थाल्छु किनभने मेरो जिउको समय चाहिँ यहाँनिर ल्याएर आएको इजरायलीको स्थिति आयो उहाँले यो कुरा भनिकन फैसला गर्नुभयो उहाँले जब फैसला गर्नुहुन्छ पृथ्वी हल्लिन थाल्छ मेरो प्रियहरू भन्नुहोस् न
किताब त्यसको 6:7 पदलाई पढ्दैछु। Exodus chapter 6 verses 6 and 7 बाइबलले यसरी भन्छ, यसकारण इस्राएलीलाई भन्नुभयो, म तिनीहरूलाई मिस्रको बोझमुनिबाट निकाल्नेछु र तिनीहरूको दासत्वबाट छुटकारा दिनेछु। आफ्नो हातबाट तिनीहरूको ठुलो डन्डा लिएर म तिमीहरूको उद्धार गर्नेछु। म तिमीहरूलाई मेरो प्रजा हुनाले ग्रहण गर्नेछु र म तिमीहरूको परमेश्वर हुनेछु। अनि म तिमीहरूको परमेश्वर परमप्रभु परमेश्वर हुँ, जसले तिमीहरूलाई मिस्रको दासत्वबाट निकाल्नु भयो भन्ने कुरा तिमीहरूले जान्नेछौ। परमेश्वरले फैसला गर्नुभयो, म तिमीहरूलाई मिस्रको दासत्वबाट निकाल्छु। उहाँले फैसला गर्नुभयो, प्रतिज्ञा मात्र गर्नु भएन। उहाँ ढाँट्ने परमेश्वर हुनुहुन्न, उहाँले ढाँट्नुहुन्न। उहाँ प्रतिज्ञा गरेको प्रतिज्ञालाई पूरा गर्ने परमेश्वर हुनुहुन्छ। मान्छे हुनुहुन्न, मान्छे जसलाई आज प्रतिज्ञा भोलि ढाँटे उहाँले प्रतिज्ञा गर्नुभयो, उहाँले फैसला गर्नुभयो। सुन्नुहोस् है, जब परमेश्वरले फैसला गर्छ के हुन्छ त? परमेश्वरले बोल्नुहुन्छ के हुन्छ त? हजुर राम्रो सुन्नुहोस्, धेरै जस्तो सेवकाईमा आएर तपाईँलाई वचन सुन्ने आदत छैन होला। म तपाईँलाई 20 मिनट हप्काउँ पनि ध्यान दिनुहोस्। तपाईँको समय सुरु हुँदैछ, सुरु हुँदैछ तपाईँको समय। तपाईँ हल्लाउनु बस्नुहोस्, त्यो समयभित्र तपाईँ छिर्नु पर्ने हुन्छ। यहाँनिर नि परमेश्वर बोल्नु भयो, परमेश्वरले प्रतिज्ञा गर्नुभयो। परमेश्वरले प्रतिज्ञा र बोलेको कुरालाई मात्र तपाईँ एक्सनको निम्ति नि मसँग पठाउनु पनि भन्छ। जबलेको पुत्रमा मसँग बोल्न छ, यो इस्राएलीमा फैसला गरिसकेको छु, म तँलाई चलाउँछु, तैँले इस्राएली दासत्वबाट निकाल्छस्। परमेश्वरले बोलेको कुराले पुरा गर्न भेटे मान्छेलाई हटाउनु भन्ने प्रियहरू। जब त्यो मान्छे उभियो, त्यो मान्छे उभिँदै गर्दाखेरि नि परमेश्वरले जुन कुरा बोल्नु भएको अब्राहमसँग दासत्वको 400 वर्षमा चाहिँ फेरि पनि स्वतन्त्र हुन्छ। परमेश्वरले बोल्नु भएको थियो। तपाईँलाई याद छ? तपाईँले उत्पत्ति किताब 15 अध्यायको 13 अनि 14मा पढ्न भने परमेश्वरले अब्राहमसँग बोल्न भएको थियो। 13 अनि 14, 15को जेनेसिस च्याप्टर 15 verses 13 and 14। तब परमप्रभुले अब्राहमलाई भन्नुभयो, यो निश्चय जानिरा तेरो सन्तानले कुनै एउटा देशमा प्रवेश भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूको कमाली हुनेछन्, र 400 वर्षसम्म तिनीहरूले निचो निचोमा पर्नेछन्। तर तिनीहरू जुन जातिको दास बन्नेछन्, तिनीहरूको पनि मैले साथ गर्नेछु। त्यसपछिबाट तिनीहरूको धेरै धन सम्पत्ति लिएर तिमीलाई निस्किआउनेछन्। आमेन। परमेश्वरले जुन प्रतिज्ञा गर्नु भएको थियो, तिमीहरू दासत्वमा पर्छ, तर म स्वतन्त्र गर्छु, तिमीहरू धनी भएर निक्लिन्छौ। स्वार्थ बोल्यो, फुल त भयो, त्यो घट्टा त्यसरी होइन मेरो प्रिय। यो कुरा घट्टा किन परमेश्वरले विश्वलाई हल्लाउनु भयो। विश्वले त्यो दिन शक्तिशाली राष्ट्र थियो, विकसित राष्ट्र थियो, कसैले चुनौती दिन नसक्ने, सबै कुरामा उनीहरू अगाडि, धनमा अगाडि, वीरतामा अगाडि, सबै कुरा विकसित देश। अहिलेका भाषाले सिभिलाइज, सबै कुरामा उनीहरू अगाडि छ। तर परमेश्वरले फैसला गर्नुभयो, परमेश्वरले फैसला गर्नुभयो। चिसो परेको जातिलाई उकास्ने फैसला उहाँले गर्नुभयो। चिसोमा परेका व्यक्तिलाई उहाँले कटोलले फैसला गर्नुभयो। चिसोमा परेका मानिसहरूको जीवनको इन्साफ गर्ने फैसला उहाँले गर्नुभयो। अनि जब उहाँले त्यो फैसला गर्नुभयो, उहाँले विकसित राष्ट्रलाई हल्लाउन थाल्नुभयो, भारतलाई हल्लाउन थाल्यो, विश्वलाई हल्लाउन थाल्यो। विश्वको धन सम्पत्ति, विश्वको लाभ, विश्वको स्वास्थ्य, विश्वले जुन कुरामा घमण्ड गर्ने, परमप्रभु परमेश्वरले हरेक विश्वको शक्तिशाली विरोधलाई हल्लाहरू उखालिदिनु भयो। 10वटा विपत्ति परमेश्वरले ल्याउनु भयो। 10वटा विपत्ति ल्याउनु भयो विश्वमाथि। 10वटा विपत्तिले विश्वले चकदार सुरु भयो। विश्वको गौरव, विश्वको ग्रह, विश्वको धन सम्पत्ति, विश्वको बल, विश्वको जति पनि छ, परमेश्वरले एक कुरालाई भत्काइदिनु भयो। किन यहाँ छ? उहाँले राष्ट्रलाई हल्लाउने फैसला लिनुभयो। तपाईँहरू कुरा बुझ्दै हुनुहुन्छ? कुरा बुझ्दै हुनुहुन्छ? उहाँले राष्ट्रलाई हल्लाउने फैसला गर्नुभयो।
उहाँले राष्ट्रलाई हल्लाउने फैसला गर्नुभयो उहाँले राष्ट्रलाई हल्लाउने फैसला गर्नुभयो उहाँले राष्ट्रलाई एउटा राष्ट्र हल्लिँदाखेरि यस्तो भयो मेरो प्रियहरू एउटा राष्ट्र हल्लिँदाखेरि के भइहाल्छ एउटा राष्ट्र हल्लिँदै गर्दाखेरि नि पानी नि रगतमा परिवर्तन भयो नील नदी नि रगतमा परिवर्तन भयो भ्यागुता आयो जुन चाहिँ कुरा चाहिँ उनीहरूले सक्दै नसकेको उनीहरूको तन्त्र मन्त्र गरेर माथि नि प्रभु परमेश्वरले फैसला गर्नुभयो न्याय ल्याउने उनीहरूले जुन शक्तिलाई नि देखाउँदै थियो जुन शक्तिमा उनीहरूले घमण्ड गर्दै थियो उनीहरूले तन्त्र मन्त्रमा अगाडि थिए एस्ट्रोलोजीमा अगाडि थियो परमेश्वरले हरेक कुरालाई भत्काइदिनु भयो उनीहरूको हरेक कुरालाई भत्काइदिनु भयो उनीहरूको तन्त्र मन्त्रले पनि साँप निकालेको मोसाको लट्ठी फ्याँक्दा साँप आउँदाखेरि मोसाको लट्ठीको साँपले नि उनीहरूको तन्त्र मन्त्रको साँपलाई निलिदिएको परमेश्वरले नि सबै कुरा निल्नुहुन्छ अब आमेन मिश्रको कुरालाई जित्ने परमेश्वरले यस भूमिको हरेक कुरालाई जित्छ भाइ हरेक कुरालाई जित्छ मिश्रलाई उहाँले हल्लाउनु भयो भने अब पालो सारा संसारलाई उहाँले हल्लाउँदै हुनुहुन्छ अब हल्लिने समय आएको छ उहाँले फैसला गर्नुभयो उहाँले डिसिसन गर्नुभयो म मिश्रलाई हल्लाउँछु नील नदी रगतमा परिवर्तन भयो भ्यागुता आयो भुसुना आयो है झिङ्गा आयो अनि नि घाउ खटेर नि गोरु गाईमाथि आयो पाँचौँ विपत्ति छैटौँ विपत्तिमा हामी हेऱ्यौँ भनेदेखिलाई नि मान्छेहरूलाई नि पिलो आयो सातौँमा हेऱ्यौँ भने नि असिनाले नि नाश पारिदियो फसललाई नि सल्लाह ल्याइकन आठौँ नाश भयो नौ विपत्तिमा हेऱ्यौँ भने नि सारा मिश्र नै अन्धकारमा परिवर्तन भयो अनि नि दशौँ विपत्तिमा नि उनीहरूको पहिलो जन्मेको हरेक कुरा नि मर्यो जुन चाहिँ नि फारोको छोरालाई मार्ने कुनै इजरायलीको नि व्यक्ति थिएन बलियो कुनै साहसी योद्धा थिएन जसले फारोको जेठा छोरालाई मार्न सक्छ तर स्वर्गीयले फैसला गर्नुभयो करार आमेन भन्नुहोस् हौ आमेन इजरायलीको छोरालाई मार्ने परमेश्वरले नि बदला लिँदै हुनुहुन्छ इजरायलीको छोरालाई मार्ने कला नि परमेश्वरले बदला लिँदै हुनुहुन्छ यसको फारोको जेठा छोरालाई पनि म मारिदिन्छु त्यो दिन नि फारोको मात्र होइन मिनिस्टर्सदेखि लिइकन नि सम्पूर्ण मिश्रको पहिलो जेठो कुरालाई नि परमेश्वरले दशौँ विपत्तिमा मारिदिनु भयो अनि त्यस दिन मात्र मिश्रले थाहा पाए यो त कुनै व्यक्तिको कुराले होइन यो त परमप्रभु परमेश्वरको शक्तिले हो आमेन 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 एकचोटि यस पृथ्वीले त्यही कुरालाई दोहोऱ्याउँछ एकचोटि यस पृथ्वीले त्यही घटनालाई भन्छ यो चाहिँ मान्छेले होइन यो त परमप्रभु परमेश्वरले गर्नुभएको हो त्यो समय त्यो शक्ति अब देखा पर्छ यस पृथ्वीमा त्यो सामा देखा पर्छ त्यो महिमाको कुरा देखा पर्छ जुन कुरा अदृश्य थियो अब दृश्य देखिने बेनिफिट हुने प्रकट हुने समयभित्र अब हामी छिर्दैछौँ करार महिमा दिउन उहाँलाई ओ प्रभु तपाईँलाई महिमा होस् यही दिनलाई यही समयलाई हामी पर्खिराखेको छौँ हाम्रो आत्माले चाहिँ त्यही कुरालाई हेरेको हो प्रभु त्यही कारण चाहिँ सेवाकाई गर्दैछु यो दिनलाई देख्नको निम्ति म जिराखेको छु यो दिनलाई मेरो आफ्नै आँखाले देख्नेछु तपाईँले मेरो टाइममा मेरो समयमा तपाईँले आफ्नो प्रतिज्ञालाई पुरा गर्नुहुन्छ आमेन आमेन उहाँले यो काम गर्नुभयो जब मिश्रको नि हरेक कुरालाई उहाँले नाश पारिदिनु भयो अनि त्यो सम्पूर्ण कुराले मिश्र हल्लियो जुन मिश्र चाहिँ माइटी इजिप्ट हल्लाउनु नसक्ने राष्ट्र परमेश्वरले 10वटा कुराले नै हल्लाइदिनु भयो 10वटा कुराले हल्लाइदिनु भयो मेरो प्रियहरू आज तपाईँले देखिराखेको होला तपाईँको वरिपरि कुनै पनि कुराले यो मान्छेलाई हल्लाउन सक्दैन कुनै पनि कुरा यो मान्छे चाहिँ हरेक कुरामा स्टेबल छ साउन्ड छ भन्नुहुन्छ होला अहिले तर परमेश्वरले हल्लाउनु भयो भने जस्तै कुरा पनि हल्लिन्छ फारो हल्लियो इजिप्ट हल्लियो भनेदेखिलाई के चाहिँ हो यस राष्ट्र अब यस पृथ्वीका राष्ट्र नहल्लिने कुन चाहिँ चाहिँ ठुलो कुरा हो उहाँले हल्लाउन चाहनुहुन्छ उहाँले हल्लाउन चाहनुहुन्छ उहाँले हल्लाउन चाहनुहुन्छ
आजसम्म तपाईँले जुन कुरा देखिकन डराउनु भयो, आजसम्म जुन कुरा तपाईँलाई थिचोमिचो भयो, आजसम्म तपाईँको जीवनको दासत्वमा राख्यो, आजसम्म तपाईँको जीवनमा भइरहेको सङ्घर्ष छ, तर तपाईँको समय आउँदैछ तपाईँले विजयलाई देख्ने, तपाईँको समय आउँदैछ छुटकारालाई देख्ने, तपाईँको समय आउँदैछ शक्तिलाई देख्ने, तपाईँले समयलाई आउँदैछ। उहाँको महिमा प्रकट हुने समयभित्र तपाईँ हेर्नुहुनेछ, उहाँको महिमा प्रकट हुनेछ, त्यो विजयको कुरा तपाईँले देख्ने रहेछ। त्यो समय त्यो शक्तिको कुरा स्वर्गले तय गरेको कारणले गर्दाखेरि अब पृथ्वीमा देखा पर्नेछ। आमेन, आमेन। त्यो समय यस पृथ्वीमा सुरु हुँदैछ, त्यो समय यस पृथ्वीमा सुरु हुँदैछ, त्यो समय यस पृथ्वीमा सुरु हुँदैछ। आज जुन चाहिँ कुरालाई देख्दैछ तपाईँले पर्खिनुहोस् मात्रै, पर्खिनुहोस् मात्रै, हेर्नुहोस्, उहाँको महिमालाई प्रकट हुन दिनुहोस्, पर्खिनुहोस् अनि हेर्नुहोस्। जुन चाहिँ कुरा ढलेको छैन ढल्छै ढल्छ, जुन चाहिँ कुरा हल्लेको छैन उहाँले हल्लाउँछ हल्लाउँछ, जुन चाहिँ कुरा भत्केको छैन उहाँले भत्काउँछ भत्काउँछ। तन्त्र मन्त्रको आयाम किन नहोस्, शक्तिको आयाम किन नहोस्, रुपियाँ पैसाको आयाम किन नहोस्, बलको आयाम किन नहोस्, उहाँले भत्काउँदै हुनुहुन्छ, उहाँले भत्काउँदै हुनुहुन्छ। विश्वको सम्पूर्ण कुरा जब भत्के नि त्यति बेला पत्र फारोले रियलाइज गर्यो मैले चाहिँ खतरनाक जातिलाई चाहिँ रोकेर राखेको छ, परमेश्वर यिनीहरूको पक्षमा हुनुहुन्छ, मैले छोडिदिनुपर्छ यिनीहरूलाई। अब्राहमसँग बोलेको नि परमेश्वरले गर्नुभएको प्रतिज्ञा त्यस दिन पुरा गरे। अनि नि त्यस दिन नि इजरायलीहरूले नि मिस्रीहरूलाई लुटेर गए। 430 वर्षको दासत्वमा नि जेला नपाएको, हेला भएको, थिचोमिचोमा परेको इन्जस्टिसको कुरा नि त्यो दिन मेटियो। इजरायलीले सम्पूर्ण मिस्रीहरूलाई लुटिकन नि धन्यवाद भइकन नि उनीहरू प्रतिज्ञाका मुलुकको बाटोमा निक्ले। मेरो प्रियहरू, जेला फर्किने आउने समय आउँदैछ। आमेन, आमेन। तपाईँको जीवनमा पाउनुपर्ने अधिकार, तपाईँको जीवनमा पाउनुपर्ने विजय, तपाईँको जीवनमा पाउनुपर्ने शक्ति, तपाईँको जीवनमा पाउनुपर्ने अधिकार, साबत महिमाका कुराहरू उहाँले फर्काएर लिएर आउँदै हुनुहुन्छ। जुन कुरा छ देखिएन, जुन कुरा छ प्रकट भएन, जुन कुरा छ तपाईँको जीवनमा नि यो कुरा देखिएन, तपाईँको जीवनमा चुनौती भइराखेको थियो होला, तर आज तपाईँलाई भनिदिउँ त्यो कुरा चाहिँ परमेश्वरले हल्लाउँदै हुनुहुन्छ, उहाँले हल्लाउँदै हुनुहुन्छ, उहाँले हल्लाउँदै हुनुहुन्छ। स्वर्गले फैसला गरेको छ मेरो प्रियहरू, उहाँले हल्लाउँछु भनिकन। आज जुन ठाउँमा तपाईँ हार्नु भयो, तपाईँ थिचेको छ, पर्खिनुहोस्, हल्लाउने समयलाई मात्र पर्खिनुहोस्। तपाईँ त्यो ठाउँमा उभिन्छ, त्यो ठाउँमा तपाईँ गवाई बनिन्छ, त्यो ठाउँमा तपाईँको विजय देखा पर्छ। तपाईँको परमेश्वर छ शक्तिशाली भइकन मानिसले चिनिने समय हो, चिनिने समय हो, चिनिने समय हो। यो चाहिँ चिन्ने समयभित्र आउँदैछ। अहिलेसम्म हामीले बोल्यौँ, प्रचार गऱ्यौँ, देखेनौँ रिजल्ट, तर उहाँले अब हल्लाउनुहुन्छ। स्वर्गको शक्ति यस पृथ्वीमा देखा पर्दैछ। आजको दिन जसम्म यो कुरा बोलिराखेको छु, त्यो शक्ति नै त्यो सामर्थ स्वर्गमा उकारिँदैछ, त्यो सामर्थ्यहरू यस पृथ्वीमा ओर्लेर आउँदैछ, त्यो विजय यस पृथ्वीमा ओर्लेर आउँदैछ, त्यो टाइम यस पृथ्वीमा सुरु हुँदैछ। अब अदृश्य कुरा चाहिँ दृश्य हुँदैछ, अलौकिक कुरा छ अब लौकिक हुँदैछ। आमेन, आमेन। उहाँले काम गर्नुहुन्छ। आमेन। म पहिलो बुँदालाई सकेँ, म दोस्रो बुँदामा आउँदैछु। मेरो प्रियहरू, हाम्रो जीवनमा धेरैचोटि हामी यो ठाउँमा जाँदै गर्दाखेरि हाम्रो जीवनमा चाहिँ परमेश्वरको आवाज नआएको जस्तो, हाम्रो जीवनमा चाहिँ नसुनिएको जस्तो, उहाँले नै आफ्नो चमत्कार पनि नगरेको जस्तो, आश्चर्य कर्म नभएको जस्तो, उहाँको महिमा प्रकट नगरेको जस्तो हुन्छ। तर म तपाईँलाई यो कुरा भनिदिउँ, त्यो कुरा हुँदा पनि उहाँले काम गरि नै राख्नु भएको हुन्छ। आमेन, आमेन, आमेन। So many times हाम्रो जीवनमा लाग्छ प्रभु मसित चुप्प लागेर बस्नु भएको छ, प्रभु मसित बोल्नु भइराखेको छैन, उहाँले नि आफ्नो विषयलाई प्रकट गर्नु भइराखेको छैन, उहाँले नि आफ्नो सामर्थ्यलाई प्रकट गरिराखेको छैन। बाइबलमा एउटा टाइमलाई हेरेको जस्तै, बाइबलमा हामी एउटा टाइमलाई हेऱ्यौँ भनेदेखिलाई नि इन्टरटेस्टामेन्टल पिरियड भनिकन भनिन्छ। इन्टरटेस्टामेन्टल पिरियड चाहिँ त्यो पिरियड हो, नेपालीमा भन्यो भने मध्यान्तरकाल। त्यो मध्यान्तरकाल चाहिँ मलाकीदेखि लिएर नि मत्तीको किताबको बिचमा पुरानो नियम र नयाँ नियमको बिचको एउटा साइलेन्ट पिरियड, 400 वर्षको साइलेन्ट पिरियड भयो भनेर भन्छ। कसैले 360 भन्छ, मोस्ट अफ मान्छेले 400 वर्ष भन्छ। एनिवे नम्बरमा नजाउँ,
400 वर्ष परमेश्वर चुप्प लागेर बस्नुभयो। मलाकीसँग बोलिसकेपछि परमेश्वर चुप्प लाग्नुभयो। अगमवक्ताहरूसँग बोल्नु भएन अरे, तर उहाँको काम त जारी नै थियो इजरायलमा त्यो टाइम पनि। अनि त्यो टाइम नि जब मान्छेले सुनेको थिएन, तर याद छ जुन कुरा चाहिँ नि हाम्रो निम्ति नि कोही बेला चाहिँ नभएको जस्तो लागेको हुन्छ, उहाँको काम देखा नपरेको जस्तो, उहाँको अगमवक्ताहरू प्रकट नभएको, उहाँको शक्तिका कुराहरू घोषणा नभएको, उहाँको प्रतिज्ञा पुरा नभएको जस्तो हुन्छ, त्यो 400 वर्षको साइलेन्ट पिरियड। तर आज म तपाईँलाई भनिदिउँ, साइलेन्ट पिरियड चाहिँ नि ब्रेक हुन्छ। बाइबलमा ब्रेक भयो, अब उहाँले नगरेको साइलेन्ट पिरियड नि यो युगमा ब्रेक हुनेवाला छ। आमेन, आमेन। बाइबलमा 400 वर्ष भयो, अघि पनि मिस्रीहरू 430 वर्ष मिस्रीहरूको इजरायलीहरू दासत्वमा बस्यो। यहाँनिर 400 वर्ष इन्टरटेस्टामेन्टल पिरियड चलिरहेको थियो, मध्यान्तर युग। परमेश्वर बोल्नु भएको थिएन, तर परमेश्वरले नि योजनालाई बनाइरहेको थियो। उहाँको शक्तिलाई प्रकट गर्छु भनिकन उहाँले सोच्दै हुनुहुन्थ्यो। अनि उहाँले नि त्यो सुक्खा टाइममा, त्यो नसुनेको टाइममा, नो आवाज आएको टाइममा, देखा नपरेको टाइममा, प्रफेटहरू नबोलेको टाइममा अचानक अगमबानी पुरा हुने टाइम सुरु भयो। आमेन, आमेन, आमेन। त्यो साइलेन्ट पिरियड ब्रेक हुने टाइम आयो। अनि त्यो ब्रेक हुने टाइम चाहिँ जुन अगमबानी बोलेको थियो यशायाबाट, यशाया 53 को 1 अनि 2 पद, जुन चाहिँ यशाया अगमवक्ताले अगमबानी गरेको थियो। अनि यो 750 वर्ष पछाडि मत्तीको किताबमा अब पुरा हुँदैछ। लामो समय लाग्यो, क्वाइट टाइम छ 400 वर्षको त। तर नि परमेश्वरले बोल्नु भएको कुरालाई नि उहाँले पुरा गर्ने फैसला गर्नुभयो। बोलेको कुरा देखा पर्ने उहाँले फैसला गर्नुभयो। बोलेको कुरालाई नि प्रकट गर्ने उहाँले फैसला गर्नुभयो। अनि त्यो कुरा प्रकट गर्दै गर्दाखेरि उहाँले के कुरा भन्नुभयो, म यहाँनिर पढ्दैछु। के कुरा भनेको थियो यशायाले यसरी भनेको थियो, हाम्रो सुसमाचार कसले विश्वास गरेको छ र प्रभुको बाहुबल कसलाई प्रकट गर्यो। उहाँको सामु कलिलो बोट जस्तो र सुखा जमिनबाट निस्केको जरा जस्तै बढ्यो। उसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न महत्त्व नै थियो। उसको अनुहारमा हामीले मनपर्ने केही थिएन। येशू ख्रीष्टको विषयमा बोलिएको अगमबानी अब पुरा हुँदैछ। ऊ के भयो अरे, म नि यहाँनिर हलनदेखि 2 पद पढ्दैछु। उहाँको सामुनु कलिलो बोट जस्तो र सुखा जमिनबाट निस्केको जरा जस्तै बढ्यो। सुखा जमिनबाट निस्केको जरा जस्तै बढ्यो। सुखा जमिनबाट निस्केको जरा जस्तै बढ्यो। सुखा जमिनबाट तपाईँको हेऱ्यौँ ल्यान्ड पनि ड्राई ल्यान्ड छ, स्पिरिचुअली पनि ड्राई ल्यान्ड होला कचराको त। अझ कडा होला, मरुभूमि त यहाँ पो होला बेसी। यहाँको मरुभूमि त बाहिर जिउनु सक्छ, यहाँको मरुभूमि चाहिँ खतरा। तर बाइबलले के भन्छ नि, उहाँले नि त्यो पिरियडलाई नि ब्रेक गर्ने फैसला गर्नुभयो। उहाँले के गर्नु भने नि, उहाँले भन्नुभयो अब नि त्यो साइलेन्ट पिरियड चाहिँ ब्रेक हुन्छ। अब चाहिँ चकमन्न भएको समय चाहिँ नि आवाज सुनिने हुन्छ। अब नदेखेको कुरा चाहिँ देखा पर्ने हुन्छ। उहाँले जब फैसला गर्नुभयो, उहाँ पुत्र येशू ख्रीष्ट यस पृथ्वीमा जन्मन भयो। आमेन, आमेन। मत्तीको किताब 1 अध्यायको 22 अनि 23 पद, अगमवक्ताद्वारा प्रभुले बोलेको वचन पुरा हुनलाई यी भएका हुन्। हेर, कन्याले गर्भधारण गर्नेछन् र तिनले एउटा पुत्र जन्माउनेछन्। उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीसँग। गॉड विथ अस, परमेश्वर हामीसँग। अनि उहाँले फैसला गर्नुभयो, बोलेको चकमन्नको समयलाई नि ब्रेक गर्दै उहाँ पुत्र येशू ख्रीष्ट यस पृथ्वीमा आउनुभयो। उहाँ इमानुएल, परमप्रभु परमेश्वर हामीसँग, 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 हामीसँग उहाँ आउनुभयो। उहाँले नि त्यो समयमा नि नभएको घटनालाई नि घटाउनु भयो। त्यो समय नि जति पनि नि नदेखेको पुत्र येशू ख्रीष्टद्वारा नि
यीशु ख्रीष्टले नि परमेश्वरले जे कुरा स्वर्गले गर्न चाहनुहुन्थ्यो यस पृथ्वीमा उहाँले एकवटा घटनालाई घटाउन सुरु गर्नुभयो मेरो प्रियहरू। उहाँले रोकिनु भएन। उहाँले त्यो साइलेन्ट पिरियडलाई ब्रेक गरिसकेपछि नि उहाँ साधारण मानिस भइकन मात्र उहाँ जन्मनु भएन, तर उहाँको जीवनबाट उहाँले असाधारण काम गर्नुभयो। आमेन आमेन आमेन। उहाँले त्यो साइलेन्ट पिरियडलाई ब्रेक गरिकन त्यो शक्तिशाली घटनालाई नि उहाँले देखाउन लाग्नुभयो। जुन कुरा चाहिँ यस पृथ्वीले नि कतिचोटि देखेको बिर्सेको कतिचोटि त्यो घटना चाहिँ कथा जस्तो मात्र भइरहेको थियो, तर यीशु ख्रीष्ट यस पृथ्वीमा आउँदाखेरि उहाँले शक्तिशाली काम गर्नुभयो। उहाँले पहिलो कामलाई उहाँले भूत लागेका मानिसहरूलाई स्वतन्त्र लिएर आउनुभयो। आमेन आमेन। अन्धकारले जकडेकाहरू, अन्धकारले राज्य गरेकाहरू, अन्धकारले सताएका मानिसहरूलाई यीशु ख्रीष्टले स्वतन्त्र गर्नुभयो। उहाँले चारवटा सुसमाचारमा किताबमा हामी पढ्यौँ भनेदेखिलाई नि यति बिघ्न भूत लागेका मान्छेहरूलाई उहाँले भेट्नुभयो। गिरिसिनीको भूत लागेका मान्छेलाई त्यो भूतलाई उहाँले निकालिदिनु भयो। फौजलाई लाटो र बहिरो बनाएको भूतलाई उहाँले निकालिदिनु भयो। उहाँले नि कयौँ भूत लागेका मान्छेहरूको जीवन उहाँले छुटकारा हेर्नुभयो। मैले सबै कुरा पढिरहने टाइम छैन, हामीलाई थाहा छ। उहाँले त्यो कुरा साइलेन्ट पिरियड ब्रेक गर्ने बित्तिकै नि भूतको प्रभुत्वलाई नि उहाँले जित्नु भयो। जुन चाहिँ भूतले मान्छेको जीवनमा राज्य गरिरहेको थियो, जुन चाहिँ भूतको शक्तिले मान्छेको जीवनलाई पोजस भइरहेको थियो, उहाँले स्वतन्त्र गर्नुभयो। यस पृथ्वीमा त्योभन्दा शक्तिशाली शक्ति आउँदैछ। अब जुन चाहिँ मानिसको जीवन चाहिँ बन्धनमा तन्त्र मन्त्रमा भूतको शक्तिसँग जोडेको छ, उहाँले एकचोटि त्यो आत्मालाई बाहिर निकाल्नु छ। फेरि पनि उहाँ आउनुहुन्छ, उहाँले निकाल्नुहुन्छ। उहाँको शक्तिले जुवार फेरि पनि भाँचिन्छ। उहाँको शक्तिले भूत आत्मा तन्त्र मन्त्र गर्ने आत्मा सैतानिसनको जुवार भाँचिन्छ। फेरि पनि उहाँको महिमा उहाँले प्रकट गर्न चाहनुहुन्छ मेरो प्रियहरू। उहाँले आफ्नो महिमालाई प्रकट गर्न चाहनुहुन्छ। उहाँले आफ्नो महिमालाई प्रकट गर्न चाहनुहुन्छ। उहाँले आफ्नो शक्तिलाई प्रकट गर्न चाहनुहुन्छ। भूतको जुवा भाँच्यो। आमेन आमेन। आजसम्म सताएका आत्माहरूलाई तपाईँको जीवनमा फोरी आत्मालाई ग्रसित दुःख दिने सताउने रोगको आत्माहरूलाई अब फेरि पनि उहाँको महिमा संकेत गर्दा त्यो आत्माबाट मानिसहरूले स्वतन्त्र पाउँछ। फेरि पनि विजय पाउँछ। फेरि पनि त्यो शक्ति देखा पर्छ। सकिलो महिमा आउँदैछ मेरो प्रियहरू। त्यो शक्ति चाहिँ यस पृथ्वीले कहिले पनि नदेखेको शक्ति नै देखा पर्दै गर्दाखेरि भूतहरू उहाँको उपस्थितिमा भागेको जस्तै फेरि पनि यस संसारमा अन्धकारको हार हुनेवाला छ। करार आमेन भन्नुहोस्। आमेन आमेन आमेन। उहाँले त्यो स्वतन्त्र ल्याउनु भयो। उहाँले त्यो स्वतन्त्र ल्याउनु भयो। तपाईँले मत्तीको किताब मर्कुसको किताब त्यसको 1 अध्यायको 21 27सम्म तपाईँले पढ्नुभयो भने त्यो कुरालाई पाउनुहुन्छ। भूत निकालेको कुरा लुकाको किताब त्यसको 4 अध्यायको 3 देखि 36सम्म पढ्नु भने भूत लागेको कुरालाई तपाईँले पाउनुहुन्छ। मत्तीको 8को 28 देखि 33सम्म भूत लागेको कुरालाई तपाईँले पाउनुहुनेछ। मर्कुस 5 अध्यायको 1 देखि 20सम्म भूत लागेको कुरालाई तपाईँले पाउनुहुन्छ। लुकाको किताब 8को 26 देखि 39सम्म भूत लागेको घटनालाई तपाईँले पाउनुहुन्छ। तपाईँले पोजेस भएको वुमनलाई यीशु ख्रीष्टले निको पार्नुभएको। मत्तीको 15को 21 देखि 28सम्म, मर्कुसको 7 को 24 देखि 30सम्म तपाईँले यो घटनालाई हेर्नुभयो भनेदेखिलाई यीशु ख्रीष्टले भूतलाई निकालिदिनु भयो। भूतलाई निकालिदिनु भयो। उहाँले नि झाडु मार्दै हुनुहुन्छ, उहाँले हल्लाउँदै हुनुहुन्छ। उहाँले नि ननिक्लेकोलाई नि निकाल्दै हुनुहुन्छ। जुन चाहिँ कुराले चाहिँ भूतले समातिरहेको छ अब त्यसको पन्जा त्यसको ग्रिप चाहिँ लुज हुन्छ। किन उहाँले हल्लाउनुहुन्छ। उहाँले हल्लाउनुहुन्छ। उहाँ बोल्नुहुन्छ। अब यसकारण यो सम्पूर्ण कुराहरू हटेर जान्छ। आमेन। दोस्रो कुरा, उहाँ यस पृथ्वीमा आउँदाखेरि उहाँले भोकको कुरालाई खानाको कुरालाई नि उहाँले आश्चर्य कर्म गर्नुभयो। भोकमा परेका मान्छेहरूलाई हामीलाई याद छ फुड सर्टेज। अहिले तपाईँहरूको जीवनमा सबैभन्दा ठुलो चुनौती के छ याद छ? पेटको लागि पेटको खाद्यमा काम गर्दा पेटको खाद्य पापी पेटको सवाल यीशु ख्रीष्टले त्यो कुरालाई विजयमा परिवर्तन गर्नुहुन्छ। उहाँ जब यस पृथ्वीमा आउनुभयो उहाँले देख्नुभयो मानिसहरू 5000 मान्छे भोकाइरहेको छ। उहाँले आश्चर्य कर्म गर्नुभयो। 5वटा रोटी 2टा माछा बढ्न थाल्यो।
उहाँको दोस्रो आश्चर्यकरमा उहाँले हल्लाउनु भएको छ नि खाने सिस्टममा। खानालाई उहाँले हल्लाउन थाल्नु भयो। नबढ्ने कुरा बढ्न थाल्दैछ। जति हल्लिँदैछ रोटी नबढ्ने रोटी बढ्दैछ, नबढ्ने भाषा बढ्दैछ। किन स्वर्गीयले जब हल्लाउँछ हरेक ठाउँमा वृद्धि आउन थाल्छ। करार आमेन भन्नुहोस्। आमेन आमेन। स्वर्गीयले हल्लाउने टाइम आउँदैछ। यसकारण मेरो प्रियहरू, तपाईँको जीवनमा खाने कुराको निम्ति नि तपाईँ डराउनु परेन। तपाईँको जीवनमा नि पाउने कुराको निम्ति तपाईँ डराउनु परेन। उहाँले तपाईँको जीवनको नि नसुनेको नदेखेको नभएको घटनाहरूको दैलो उहाँले खोल्दै हुनुहुन्छ। अब विजयभित्र, अब देखिने समयभित्र, अब आश्चर्य गर्ने समयभित्र अब हामी लम्किनेछौँ, त्यो कुरालाई देख्नेछौँ। आमेन आमेन। म सेवकाई गर्छु, म डराउँदिनँ खाने कुरादेखि भनेको अर्थ चाहिँ नि भातदेखि डराउँछु भनेको होइन, तर भात पाउँदिनँ भनेको कहिले पनि मलाई फिक्री लाग्दैन। किन याद छ उहाँले हल्लाउनुहुन्छ। मैले जब हल्लाउनुहुन्छ नि हरेक अपुग चाहिँ पुगमा परिवर्तन हुन्छ। आमेन आमेन। आज हल्लाउन दिनुहोस्। तपाईँको त्यो ठाउँ भागहरूमा प्रला भन्नुहोस्, प्रभु यहाँ छ गरिबीको भाग छ, यहाँ अपुगको भाग छ, यहाँ टुङटुङको भाग छ, प्लिज हल्लाइदिनुहोस् प्रभु। अनि प्रभुले हल्लाउन थाल्नुहुन्छ। उहाँले हल्लाउन थाल्नुहुन्छ। उहाँले हल्लाउन थाल्नुहुन्छ। त्यस ठाउँमा नि आश्चर्य कर्महरू जन्मन थाल्छ। जब यीशु ख्रीष्टले नि काना सहरको विवाहको भोजमा यौनको 4 देखि 43 देखि 54सम्म हामीले हेऱ्यौँ भनेदेखिलाई जब दाखरा सकियो उहाँले भन्नुभयो पानी घ्याम्पामा 6वटा घ्याम्पामा पानीलाई हाल त। भोजको मुखियाको मलाई इज्जत उगाएर एकैछिनमा नि अपुग नि पुगमा परिवर्तन भयो। लास चाहिँ नि रमाहटमा परिवर्तन भयो। किन उहाँले हल्लाउनु भयो घ्याम्पालाई। उहाँले घ्याम्पालाई हल्लाउनु भयो। मण्डली सुन्दै हुनुहुन्छ? उहाँले घ्याम्पालाई हल्लाउनु भयो। उहाँले हल्लाउन चाहनुहुन्छ। आज पनि उहाँले त्यो आश्चर्य कर्म गर्न सक्नुहुन्छ। आज पनि त्यो विजयलाई ल्याउन सक्नुहुन्छ। आज पनि यो शक्तिलाई उहाँले प्रकट गर्न सक्नुहुन्छ। आमेन आमेन। उहाँले हल्लाउनु भयो। मत्तीको किताब त्यसको 14 अध्यायको 13 देखि 21सम्म, मर्कुस 6 अध्यायको 30 देखि 44, लुकाको 9 को 10 देखि 17, यौन्ना 61 को 6 को 1 देखि 14सम्म, तपाईँले यौन्ना 6 को 1 देखि 14सम्म हेर्नुभयो भनेदेखिलाई नि येशू ख्रीष्टले 5वटा रोटीलाई नि आश्चर्य कर्म गर्नुभयो। खायो त मान्छेले 5,000 जनाले खायो त। 5टा रोटी माछा 2 खुवाउनु भयो 5,000लाई। सन्डे स्कुलमै गीत गाएको अपुगलाई हल्लाउनु भयो उहाँले। यो चाहिँ स्वर्गीयले जब हल्लाउँछ नि जे पनि यस पृथ्वीमा नि बढ्न सुरु गर्छ। स्वर्गीयले जब हल्लाउन थाल्छ नि अपुगको आत्माहरू निस्किन थाल्छ। स्वर्गीयले जब हल्लाउन थाल्छ नि गरिबीको ज्वारा बाँचिन थाल्छ। स्वर्गीयले जब हल्लाउन थाल्छ नि शत्रुले नि बार लगाएको अपुगको बार लगाएको कुराहरू भत्किन थाल्छ। स्वर्गीयले जब हल्लाउन थाल्छ नि तपाईँको जीवनमा नहुने कुरा नि भित्र तपाईँ छिर्नुहुन्छ। किनभने बाटो तयार हुँदै गरेको हुन्छ त्यहाँनिर। आमेन। येशू ख्रीष्टले त्यही बाटो तयार पारिकन देखाइदिनु भयो जुन कुरा चाहिँ संसारले कहिले पनि देखेको थिएन। संसारले कहिले पनि देखेको थिएन यो कुरालाई। 5वटा रोटी 2टा माछाले 5,000 खाएको संसारले कहिले पनि देखेको थिएन। तर येशू ख्रीष्टले जब हल्लाउनु भयो नि हरेक असम्भव कुराहरू सम्भव हुन थाले। इम्पोसिबल कुरा चाहिँ पोसिबल हुन थाल्यो। यदि आज तपाईँको जीवनमा त्यो भागमा इम्पोसिबल भइरहेको छ ख्रीष्टलाई हल्लाउन दिनुहोस्। ख्रीष्टलाई हल्लाउन दिनुहोस्। उहाँलाई कराउन दिनुहोस् त्यो ठाउँमा। उहाँलाई बोल्न दिनुहोस् त्यो ठाउँमा। उहाँलाई कराउन दिनुहोस् त्यो ठाउँमा। उहाँले आफ्नो विजयलाई, उहाँले आफ्नो शक्तिलाई, उहाँले आफ्नो सामर्थ्यलाई प्रकट गर्नुहुन्छ। उहाँले 4,000 जनालाई खुवाउनु भयो। मत्ती 15 को 32 देखि 39, मर्कुसको किताब 8 अध्यायको 10 पदमा उहाँले नि खुवाउनु भयो मान्छेलाई। मैले त्यो मात्र होइन, येशू ख्रीष्टले नि माछा समात्न लाउनु भयो मान्छेलाई। नसक्ने कुरा, नभएको कुरा
उहाँले नि पक्रिन्छस् तैँले भन्दाखेरि नि लुकाको 5:11 हामी हेऱ्यौँ भनेदेखिलाई पत्रुसले जाल हान भन्दाखेरि नि नभएको ठाउँमा नि प्रभुले हल्लाउँदै हुनुहुन्छ, प्रभुले हल्लाउँदै हुनुहुन्छ। त्यो भागमा अघि रित्तो आएको जाललाई हल्लाउनु भने जब प्रभुले बोलेर हान त गहिरोमा लगेर हान त, त्यही जाल हान्दाखेरि नि अटाउन नसक्ने माछाहरू आए। पत्रुसको जाल नै उहाँले हल्लाउनु भयो, पत्रुसको नाउँलाई उहाँले हल्लाउनु भयो। अघि एक्लै जाल हान्दै थियो, अघि साथीहरूसँग योन्नाहरूसँग मिलिकन सङ्गीहरूसँग जाल हान्दैछ, अब जाल त्यो नाउँमा येशू ख्रीष्ट आएको छ, उहाँले हल्लाउँदै हुनुहुन्छ। उहाँले नपर्ने सिस्टमलाई चेन्ज गर्दै हुनुहुन्छ, उहाँले रित्तो कुरालाई प्रशस्तमा परिवर्तन गर्दै हुनुहुन्छ। यो छ उहाँले गर्नुभएको, यो छ उहाँले गर्नुभएको। प्लिज नबिर्सिनुहोस्, उहाँले यो काम गर्नुभएको, उहाँले यो काम गर्नुभएको। अनि आज पनि उहाँले यो कामलाई दोहोऱ्याउन सक्नुहुन्छ, आज पनि उहाँले गर्न सक्नुहुन्छ। अझ मजाको कुरा भनिदिउँ, आज गर्ने काम छ उहाँले योभन्दा बढ्ता कुरालाई गर्न चाहनुहुन्छ। आमेन, आमेन, आमेन। यो 21:4-11 दोस्रो चोटि फेरि पनि पत्रुसको जालमा माछा छैन। पहिले फेरि पनि जाल हान्दा उहाँले हल्लाउँदै हुनुहुन्छ। यीशुदेखि बाहिर के पनि थिएन रहेछ, उहाँले हल्लाउनु भयो फेरि पनि पत्रुसलाई। पत्रुसले फेरि पनि झ्याम्मै माछालाई पार्दैछ। किन याद छ? उहाँले हल्लाउनु भयो। उहाँ हुँदाखेरि, उहाँ आउँदाखेरि चाहिँ अपुको कुरा हटेर जान्छ, अपुको कुरा हटेर जान्छ। परिश्रम चाहिँ विजयमा परिवर्तन हुन्छ। अहिलेको परिश्रम चाहिँ विजयमा परिवर्तन भएन होला, तर उहाँले त्यो विजयको दिनलाई ल्याउँदै हुनुहुन्छ। यो चाहिँ मेरो दिन हो भनेर कराउनुहोस्, यो चाहिँ मेरो दिन हो, म यो दिनभित्र जिउँछु, म यो दिनभित्र छिर्छु। तपाईँले जसो बोल्न थाल्नुहुन्छ नि, अहिले यसै घडी तपाईँको जीवनमा त्यो शक्तिले कार्य गर्न सुरु गर्दैछ। आमेन। दोस्रो कुरा, यो सबै कुरा चाहिँ नि मान्छे बस्तीको बाहिर, येशू ख्रीष्ट यस पृथ्वीमा आएर नि जुन चाहिँ मान्छेले गर्नु नसक्ने काम गर्दैछ है, तपाईँले मैले गर्नु सक्ने काम चाहिँ मैले गरेको होइन। आश्चर्य कर्म नै मैले गर्नु नसक्ने कुरा चाहिँ गर्दाखेरि चाहिँ म आश्चर्यचकित हुन्छु। त्यसले भन्छ छक्कै पर्यो, त्यो छक्कै पर्नु, अचम्म हुनु चाहिँ उहाँले गर्नु पार्नुहुन्छ। आमेन, आमेन। नेचर, प्रकृतिलाई उहाँले आज्ञा गर्नुभयो। जब यीशु ख्रीष्ट यस पृथ्वीमा आउनुभयो, तपाईँको यहाँनिर नि क्लाउड सेडिङ गर्दा एकताल डुब्यो है। अहिले ड्रेनेज बनिँदैछ नि, मलाई मजा आयो। 9 वर्षमा आउँदा मैले पहिला कति भने, त्यहाँ नि यहाँको मान्छेले मलाई एउटै कुरालाई कन्भिन्स गर्नु, पानी पर्दैन दा यहाँ, पानी पर्दैन दा यहाँ, पानी पर्दैन दा यहाँ। कति सुन्यो वाक्कै भयो, तर म बोल्नु छोड्दिनँ थिएँ। पानी पर्छ केटा, एक दिन पऱ्यो भने चाहिँ मैले देखेँ यो सबै डुब्छ। म त घर बनाउने मान्छे हो, कन्स्ट्रक्सनको आइडिया पनि थाहा छ। यहाँ ड्रेनेज सिस्टम कहीँ पनि देखिनँ। संसारमा म जहीँ पनि जान्छु, हामी अस्ट्रेलियामा जान्छौँ, युरोपमा जान्छौँ, जुनै भागमा गयो त्यहाँको ड्रेनेज सिस्टम दामी छ। इन्डिया नेपालमा छैन, दामी छ। संसारले जानेको चाहिँ नाली बनाउनु मनाएर च्याम्पियन छ। अस्ट्रेलियाको मलाई मनपर्छ त्यो है, बाटोको हरेक छेउको नाली गहिरो गहिरो, कत्रो कत्रो नाली, घरको अगाडि नाली, सबै त्यसरी वेल प्लान छ। तर यो राष्ट्र चाहिँ नि बिल्डिङ चाहिँ चक्किलो अरे, संसारको सबभन्दा अल्गो बिल्डिङ अरे, नाली नभएको बिल्डिङ। फेरि नाली नभएको बिल्डिङ, घर हेरे अल्को, सबै अल्को, सबै दामी, झलक र झिलिक बत्ती दामी, सबै दामी, गाडी रोड दामी, नाली नभएको। फेरि अहिले बनाउँदैछ नि, राम्रो लाग्यो। डुब्यो नि, तपाईँ डुब्यो कि डुबेन भन्नुहोस् त? डुब्यो, डुब्यो, डुब्यो त अन्त। एक दिन नि त्यो नेचरलाई चलाउने भयो मान्छेले, जो चाहिँ मान्छेको बसमा थिएन, परमेश्वरको बसमा छ। यो नेचरलाई चलाउने चाहिँ मान्छे होइन, यो नेचरलाई चाहिँ परमेश्वरले मात्र सक्नुहुन्छ। मान्छेले चलाउँदा चाहिँ डुबाउ भयो, फेरि मान्छेले चलाउँदा चाहिँ नोक्सान भयो। मान्छेले चलाउँदा चाहिँ मरुभूमिमा पम्प पर्दैन, पम्प किन्नु पऱ्यो, हाउडेको खर्च बढेन भन्नुहोस् त। मैले साझामा हेरेँ ठुल्ठुलो पम्प रहेछ, पानी फ्याँक्ने, त्यो हेभी मोटर्सहरू हो। यहाँ पर्दैन थियो नि, त्यो किन्नु कर लाग्यो मान्छेले चलाउँदाखेरि।
तर परमेश्वरले नि जब बोल्नुहुन्छ प्रकृतिलाई नि उहाँले आज्ञा गर्नुहुन्छ, उहाँले जब हल्लाउनुहुन्छ प्रकृतिलाई, प्रकृतिले उहाँको आज्ञालाई पालन गर्छ। आमेन। तुफान आइराखेको छ। यीशु ख्रीष्ट 9 मा यात्रा गरेछ। मत्तीको किताब 8 को 23 देखि 27, मर्कुस 4 को 35 देखि 41, लुका 8 को 22 देखि 25। उहाँले तुफानलाई कराउनु भयो अनि तुफान शान्त भयो। कतिजनाले कुरा बुझ्यो, कतिजना परिरहेछ। कहाँ हराउनु भयो? नहराउनुहोस् प्लिज। अझ म गहिरो कुरा भित्र छु, नहराउनुहोस् है। उहाँले तुफानलाई देख्दैछ, डुब्छ होला, मर्छ होला, नाश हुन्छ होला, मान्छेको बसमा छैन। तर यीशु ख्रीष्टले हरेक आँधीलाई शान्त पार्न सक्नुहुन्छ। जुन कुरा मैले सक्दिनँ उहाँले हल्लाउनुहुन्छ त्यो कुरालाई। उहाँले बोल्दाखेरि नि त्यो कुराहरू सबै कुरा सजिलो प्रकारले नि तुफानले आज्ञा पालन गर्छ भनेदेखिलाई यस पृथ्वी उहाँले जे पनि गर्न सक्नुहुन्छ। उहाँले अघिल्लो दिनमा गर्नुभएको अब पछिल्लो दिनमा उहाँले त्योभन्दा शक्तिशाली काम गर्नुहुन्छ। अघिको दिनमा मान्छेलाई उहाँले बचाउनु भएको हो, पछिल्लो दिनको पुस्तालाई उहाँले नाश हुन दिनुहुन्न। आमेन, आमेन। उहाँले बोल्दाखेरि प्रकृतिले पनि उहाँको आज्ञालाई पालन गर्छ। उहाँले सम्पूर्ण कुरालाई जित्नु सक्नु भएको छ। उहाँले सम्पूर्ण कुरालाई हल्लाउँदै हुनुहुन्छ अब। आमेन, आमेन। उहाँ पानीमाथि हिँड्नुभयो, उहाँले नि जित्नु भयो प्रकृतिले। नेचुरल ल भन्छ त्यसलाई, प्राकृतिक नियम हो। पानीमा टेक्दाखेरि के हुन्छ भन्नुहोस् त? चुपधुङ्गा एकैचोटि। हजुर पौडी खेल्नु नजान्नेहरू, हजुर एकैचोटि आँखा निकाल। तपाईँ पानीमा डुबेको अनुभव छ? रहेछ नि। सुन्नुहोस् है, पानीमा नआत्तिने मान्छे नआत्तिन्छ। यहाँनिर एकदम सोबर भएको गर्ने पानीमा देख्नुपर्छ बेहोरा। सुसनको एक दिन डुबेको कथा भनिदिउँ। पानीमा डुबेको अनुभव हुन्छ सुसनको। यहीँ छ इजरायलमा 2018मा 17-18 कहिले भयो? 18 हामी इजरायल गएको थियौँ। त्यहाँदेखि यर्दन नदीमा हामी पस्यौँ, हेऱ्यौँ। यर्दन नदीमा मजाले है त्यो टोकन ब्याप्टिजमको प्रोग्रामहरू भयो। त्यही त हामी त लुगा लाउन आयौँ माथि। यिनीहरू चाहिँ फेरि एकदम भएर पौडी खेल्ने भएको छ। वार पार केटाहरूलाई चाहिँ हुन्छ नि, पार गर्छु वार गर्छु। यर्दन नदीले वार पार गर्ने भएको। निकै ड्याम लगाएर चाहिँ निकै गहिरो थियो त्यो पानी त। भरे केटाहरू त वारी पारी गर्दै थियो। सुसन चाहिँ पारी चाहिँ गयो, वारी आउँदा चाहिँ डुबेछ हात, गलेछ हात। यति पनि त देखेको हामीले हात यसो गरेको। यति गरेर के हुनुहुन्छ? बचाऊ भनेको नि त। त्यहाँदेखि केटाले तानेर फुत्तै निकाले। सुन्नुहोस् है, पानीमा नि जस्तै ट्यालेन्ट जस्तै बल काम लाग्दैन, काम लाग्दैन। त्यसले डुबाउँछ। त्यो चाहिँ नेचुरल ल हो। तर परमेश्वरले नि नेचुरल ललाई सुपरसिड गर्नुभयो। उहाँले त पानीको माथि नै टेकिदिनु भयो। पानीको माथि टेकिदिनु भयो, पानीमै हिँडिदिनु उहाँ। त्यही टाइम यस पृथ्वीमा उहाँले सुरु गर्दै हुनुहुन्छ। जुन प्रकृति तपाईँको निम्ति बाधा भएको छ, जुन प्रकृति तपाईँको निम्ति कष्ट भएको छ, उहाँले जित्ने शक्ति, उहाँले जित्ने सामर्थ, उहाँले जित्ने महिमालाई प्रकट गर्दै हुनुहुन्छ। आमेन। यो हाम्रो निम्ति आउने टाइम, यो हाम्रो निम्ति आउने समय, यो हाम्रो निम्ति संसारले पर्खेको हुर्केको छोराहरूलाई पर्खेको छ। यो दिनको लागि हो। आमेन, आमेन। त्यो विषय, त्यो शक्तिको कुरा आउँदैछ। आमेन। तपाईँले बोल्दाखेरि नि यीशु ख्रीष्टले बोल्नुभयो। यीशु ख्रीष्टले श्राप दिँदै गर्दाखेरि नि नेवारको रुख सुक्यो। प्रकृतिमा नि एकैचोटि बोल्दाखेरि नि अहिले नि तपाईँ खजुरको रुखमा गएर नि सुकिजा, सुक्दैन। तर यस्तो टाइम आउँदैछ, तपाईँले पाक सुक भन्दा पनि सुक्छ। यदि त्यो रुखले तपाईँलाई बाधा गर्दैछ, यदि त्यो निश्चयले तपाईँलाई नि कष्ट ल्याउँदैछ, तपाईँलाई बोल्ने अधिकार नि शक्ति
पवित्र आत्मा प्रभुले ल्याउँदै हुनुहुन्छ। यीशु ख्रीष्टले बोल्नु भयो। मर्कुसको किताब 11:12 देखि 14 सम्म हामी हेऱ्यौँ भनेदेखिलाई यीशु ख्रीष्टले नि हरियो बोट त देख्नु भयो, फल्ला पाउनु भएन। उहाँले भन्नुभयो सुकिजा। ओभरनाइट नि रुख सुक्यो, ओभरनाइट रुख सुक्यो, जो चाहिँ प्रकृतिमा हुँदैन। तर यीशु ख्रीष्टले नि प्रकृतिलाई नि नियन्त्रण गर्ने चाहिँ मेरो यीशु ख्रीष्ट हुनुहुन्छ। आमेन, आमेन। चर्च चाहिँ नि कुन सामतमा आउँछ? अब चर्च चाहिँ हुर्केर कहाँनिर आइपुग्छ भन्दाखेरि नि हुर्केर यो लेभलमा आइपुग्छ, यो लेभलमा आइपुग्छ। तपाईँ चाहिँ यहाँनिर आइपुग्ने हुन्छ। उहाँले हल्लाइकन चाहिँ नि यस पृथ्वीमा चाहिँ त्यो शक्तिलाई ल्याउँदै हुनुहुन्छ अनि हामी चाहिँ त्यो आएमा अब हामी जिउनेछौँ। आमेन। यीशु ख्रीष्टले तेस्रो मुर्दालाई बौराई उठाउनु भयो। हेलो चर्च, उहाँले मुर्दालाई बौराई उठाउनु भयो, उहाँले मुर्दालाई बौराई उठाउनु भयो, उहाँले मुर्दालाई बौराई उठाउनु भयो, उहाँले मुर्दालाई बौराई उठाउनु भयो मेरो यीशु ख्रीष्टले। उहाँले नि मृत्युलाई नि विजयमा परिवर्तन गर्नुभयो। उहाँले मृत्युलाई अब हल्लाउँदै हुनुहुन्छ। मृत्युको शक्तिमाथि उहाँले हल्लाउँदै हुनुहुन्छ, जीवनलाई ल्याउँदै हुनुहुन्छ, सामर्थ्य ल्याउँदै हुनुहुन्छ। अब मृत्यु विजयमा निलियो। आमेन, आमेन। यीशु ख्रीष्टले नि हामी हेऱ्यौँ भनेदेखिलाई यीशु ख्रीष्टले नि जब हामी वचनमा हेऱ्यौँ लुकाको किताब 7:11 देखि 17 हेऱ्यौँ भनेदेखिलाई नि यीशु ख्रीष्टले मरेको छोरालाई बौरा उठाइदिनु भयो। यीशु ख्रीष्टले नि याइरिसको मरेको छोरीलाई बौरा उठाइदिनु भयो। यीशु ख्रीष्टले नि मरेको लाजरसलाई मुर्दाबाट बौरा उठाइदिनु भयो। यीशु ख्रीष्टले नि विधवाको छोरालाई बौरा उठाउनु भयो। सुन्नुहोस्, यीशु ख्रीष्टले नि काम गर्नुभयो। मलाई टाइम छैन, मेरोमा लिमिटेड छ, डल्लै कुरालाई भनिरहन सक्दिनँ। तर एउटा कुरा बुझ्नुहोस्, यीशु ख्रीष्टले नि मृत्युमाथि विजय पाउनु भएको यीशु ख्रीष्ट। आजभन्दा 2000 वर्ष अगाडि यीशु ख्रीष्टले नि मृत्युलाई एकचोटि नै उहाँले हल्लाएर जानुभएको। अब सम्पूर्ण संसारमा हल्लिनेवाला छ यो कुरा। आमेन। जुन कुरालाई चाहिँ जित्नु सकेको छैन, जुन कुरालाई चाहिँ नि कसैले पनि जित्नु सकेको छैन, जुन कुरालाई चाहिँ मान्छेको बसमा नै छैन, उहाँले त्यसलाई बसमा ल्याइसक्नु भएको छ। आमेन, आमेन, आमेन। उहाँले मुर्दालाई बौराई उठाउनु भयो। चर्च नबिर्स्यौँ, उहाँले अन्तिम दिनमा ल्याउँदै गरेको हल्लाइमा चाहिँ नि मुर्दा र बौराई उठ्दैछ। कराएर आमेन भन्नुहोस्। हामी गाड्नमा मात्रै एक्सपर्ट होइन, बौराई उठाउनुमा एक्सपर्ट बनिने चर्च तपाईँले खडा गर्न चाहनुहुन्छ। आमेन, आमेन, आमेन। ओके, उहाँले चङ्गाई गर्नुभयो 5औं कुरामा। पहिलो कुरा भूतलाई निकाल्नु भयो, दोस्रो कुरालाई खानालाई बढाउनु भयो, तेस्रो कुरालाई नि प्रकृतिमाथि उहाँले अधिकार गर्नुभयो, चौथो कुरालाई नि मुर्दाबाट बर उठाउनु भयो, 5औं कुरा उहाँले चङ्गाईलाई ल्याउनु भयो। उहाँले चङ्गाईलाई ल्याउनु भयो। रोगीहरू जस्तै पनि आए यीशु ख्रीष्टको अगाडि, चङ्गाई भए जस्तै। अन्धो आए, दृष्टि पाए। प्यारालाइसिसहरू भएकोहरू आए, गुजेहरू यीशु प्रभुको अगाडि उपस्थितिमा हिँडेर गए। बाइबलभरिसम्म तपाईँलाई भनिरहनु पर्दैन। बहिरे आए, कोरिएर आए, शुद्ध भए। बहिरेको कान खोलियो, ज्वरोले पत्रुसको सासु ज्वरोले चिकित्सा भएको ज्वरो निस्केर गयो। अचम्मको काम, अचम्मको काम जुन चाहिँ पृथ्वीले कहिले पनि देखेको थिएन। उहाँले नि जुन कुरा चाहिँ नि नभएको कुरालाई यीशुले गर्दै 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 जानुभयो। उहाँले रोगलाई हल्लाउनु भयो, त्यसमा जीवन चङ्गाई छरेर आए। ए रोग, तल मेरो यीशु ख्रीष्टले अब हल्लाउँदै हुनुहुन्छ। यो शरीरको रोग फेरि हल्लाउँदाखेरि टकटकेर झर्नेवाला छ। जुगा शरीरबाट झरेको जस्तै रोग झर्नेवाला छ। आश्चर्य कर्महरू देख्नेवाला छ। क्रिएटिभ मिरेकलको दैलोहरू खोलिनेवाला छ। महिमा प्रकट हुनेवाला छ। यदि म तयार हुन्छ मेरो समयमा नि उहाँले हल्लाउँदै गर्दाखेरि चाहिँ नि अब त्यो शक्ति, त्यो सामर्थ्य म देखा पर्छु। आमेन, आमेन। उहाँले त्यो समयले ल्याउँदै हुनुहुन्छ। उहाँले त्यो समयले ल्याउँदै हुनुहुन्छ। उहाँले त्यो समयले ल्याउँदैछ। यदि म तयार हुन्छ नि म भन्छु प्रभु त्यो महिमा चाहिँ देखा पर्नुपर्छ, प्रभु त्यो विजय चाहिँ देखा पर्नुपर्छ। अब प्रभुले नि
त्यो दासत्वको ज्वाला बचाउँदै हुनुहुन्छ, रोगको ज्वाला बचाउँदै हुनुहुन्छ। नदेखिने कुरा, अस्तित्वमा नआएका कुराहरू देखिने समय भित्रमा छिर्दै गर्दाखेरि चर्च चाहिँ त्यो महिमा भित्र छिर्छ। अब आमेन, आमेन। के तपाईँलाई लाग्दैन तपाईँको जीवन चाहिँ त्यो ठाउँमा आइपुग्नु पर्ने हो? तपाईँले पाएको प्रभु चाहिँ त्यत्तिको शक्तिशाली हुनुहुन्छ। आज मेबी तपाईँले बिर्सिनु होला, तपाईँको कष्टले गर्दाखेरि तपाईँको प्रभुलाई सानो देख्दै हुनुहुन्छ होला, तर आज तपाईँलाई भनिदिउँ मेरो प्रभुले हल्लाउँदै हुनुहुन्छ। अब कुनै कुरा पनि अडिँदैन। उहाँले हल्लाउँदै हुनुहुन्छ पृथ्वीलाई, आकाशलाई, सबै कुरालाई हल्लाउँदै हुनुहुन्छ। उहाँले यस पृथ्वीलाई हल्लाउँदै गर्दाखेरि गडहरू बाँचिन थाल्छ, रोगहरू निको भएर जान्छ, बन्धनका साङ्लाहरू छुट्टिन थाल्छ। उहाँले हल्लाउँदै हुनुहुन्छ। उहाँले जब हल्लाउनुहुन्छ नि तपाईँ अनि म चाहिँ त्यसमा उभिन मात्रै पर्छ। जब हामीले हेऱ्यौँ भनेदेखिलाई यहोशूको किताबमा हामी हेऱ्यौँ भनेदेखिलाई नि के छ भनेदेखिलाई नि यहोशू त सम्पूर्ण इजरायलले लगेकन नि यरीको वरिपरि घुमेको मात्र यहोशू 6:20 पदको कुरा गर्दैछु। यहोशू जस्टिस च्याप्टर 6 verse 20 को कुरा म पढि पनि दिनु पर्यो ताकि म तपाईँलाई कथा मात्रै भने हुन्छ होला। जब पुजारीले तुरै फुके तब मानिसहरू कराएर तुरैको आवाज सुनिने बित्तिकै जब मानिसहरूले ठुलो स्वरले कराए त्यो पर्खाल फेदसम्म गर्लममा ढल्यो अनि हरेक मानिस आफ्नो सिधै अघि बढ्यो र तिनीहरू सबै सहरमा पसे र त्यो कब्जा गरे। आमेन। त्यस्तो पर्खाल 7 दिन 7 चोटि घुम्दाखेरि कराउँदाखेरि बतबङ्ग भा। सुन्नुहोस् चर्च यो टाइममा आइपुगेका छौँ। उहाँले हल्लाउँदै हुनुहुन्छ, उहाँले हल्लाउनुहुन्छ। कराउँदाखेरि पर्खाल भत्केको त कहिले सुनेको छैन मैले, त खुद आँखाले देखेर आएको नि भन्दैछु। यो त कतिचोटि गएको इजरायलमा म, अहिलेसम्म त्यसको अवशेषहरू छ। त्यसको बेस, त्यो पर्खालको बेस कम्ती ठुलो छैन अहिलेसम्म। म छक्कै पर्छु। परमेश्वरले करा भन्दाखेरि नि इजरायलीले कराउँदाखेरि त्यो घटना घटेको। यदि यहोशूको सिपाहीले त्यो कामलाई गर्यो भनेदेखिलाई आज तपाईँले मैले यो कामलाई गर्न सक्छौँ। आमेन। उहाँले अराउँदाखेरि यो घटना घट्यो भनेदेखिलाई उहाँले अन्तिम पुस्तामा हामीलाई अराउँदै हुनुहुन्छ। हामीलाई अराएको छ, मलाई अराएको छ, मलाई अराएको छ। रोगको पर्खाललाई भत्काउने, मलाई अराएको छ गरिबीको पर्खाललाई भत्काउने, मलाई अराएको छ भूतात्माको पर्खाललाई भत्काइदिने, मलाई अराएको छ समस्याको पर्खाललाई भत्काउने। आज जब म बोल्छु त्यो घटनाहरू घट्न सुरु हुन्छ। आमेन, आमेन। यदि म त्यो ठाउँमा जिउँछु भनेदेखिलाई नि अब यो घटनाहरू घट्छ। बाइबलमा हेऱ्यो भने नि मानिसहरू नि त्यो टाइममा नि जब आत्माले खन्य पवित्र आत्मा यस पृथ्वीमा आए, पत्रुसको जीवनलाई हेऱ्यो भने मलाई टाइम छैन। पत्रुसको जीवनलाई हेऱ्यो भनेदेखिलाई नि पत्रुसले त्यो महिमाभित्र छिरेका मान्छे। पत्रुसको छाया पर्दाखेरि मान्छे निको हुन थाल्यो। पत्रुसको छाया पर्दाखेरि भूतहरू निस्किन थाल्यो। के तपाईँलाई मन पर्दैन त्यो टाइम फर्केर आएको? उहाँले हलाउँदै हुनुहुन्छ, उहाँले हलाउँदै हुनुहुन्छ, उहाँले हलाउँदै हुनुहुन्छ। उहाँले त्यो टाइमलाई ल्याउँदै हुनुहुन्छ। उहाँले बोल्नु भएको प्रोफेटिक टाइमलाइन चाहिँ अब पुरा हुने समयभित्र अब हामी आइपुगेका छौँ। बाइबलले यसरी भन्छ, हग्गई 2:9 यसरी भन्छ, हबकुक 2:14 म 2-3वटा पदलाई पढ्दैछु। यस भवनको पछिको महिमा अघिको भन्दा झन् बढ्ता हुनेछ भने सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। अनि यस ठाउँबाट म शान्ति प्रदान गर्नेछु, सर्वशक्तिमान परमप्रभु घोषणा गर्नुहुन्छ। हबकुक 2:14 यसरी भन्छ, किनकि समुद्र पानीले ढाके चाहिँ पृथ्वी परमप्रभुको महिमाको ज्ञानले भरिपूर्ण हुनेछ। पृथ्वी परमेश्वरको महिमाको ज्ञानले भरिपूर्ण हुनेछ। अहिले हामी एआई को ज्ञानलाई देख्दैछौँ, टेक्नोलोजीलाई देख्दैछौँ अनि हामी छक्कै पर्दैछौँ। अस्ति है फ्युचर म्युजियममा गयो, रोबर्टको हातको कपी 2 चोटि खाइसकेँ मैले है। फोटो खिच्दाखेरि यतिका त्यो डुँडे हात पनि हल्लाउन जान्ने, त्यसले च्याक 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 गर्दो रहेछ। यसो 2टा यस्तो चिम्टी मात्रै छ। त्यसको कपी नि खायो, नमिठो कपी रहेछ, त्यो पनि ठिकै थियो। अब त्यसलाई गाली गर्नु पनि भएन, नमिठो बनाएछस्, यो क्यापचिनो होइन भन्नु पनि भएन।
हाउडेको बनाएर दियो, त्यो पनि ठिकै थियो। तर सबै मान्छेले त्यो खिचिआयो, हेर टेक्नोलोजी कहाँ आइपुग्यो है। सुन्नुहोस्, महिमाको ज्ञानले भनिने टाइम आयो। यदि महिमा चलेन भने चाहिँ नि संसारिक शैतानिक ज्ञान बढेर आउँछ। अहिले चाहिँ यस पृथ्वीमा हामीले देख्दै गरेको छ संसारिक शैतानिक ज्ञान। कुरा बुझ्दै हुनुहुन्छ? पाराको महलमा नि तन्त्र मन्त्र गर्ने, घाम जुन तारालाई हेर्ने, ग्रह नक्षत्रलाई हेर्ने, रिड गर्ने, तन्त्र मन्त्र गर्ने मान्छेहरू थियो। यो भूमिहरू त उहिलेदेखि नै हो तन्त्र मन्त्रलाई हेर्ने गर्ने। यो ज्ञानमा त उनीहरू हासिल गरिसके माथि। तर म तपाईँलाई भनिदिउँ, यो ज्ञानलाई ढाल्ने उहाँले हल्लाउँदै हुनुहुन्छ, झर्छ डल्लै। उहाँले हल्लाउँदै हुनुहुन्छ, ढल्छ डल्लै, लड्छ सबै कुरा। उहाँको ज्ञानले जित्छ, उहाँको महिमाको ज्ञानले चाहिँ ढाक्ने टाइम आएको मेरो प्रियहरू। आमेन, 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 आमेन। अघिको दिन जुन महिमा मन्दिरमा आयो, जब साइलेन्ट पिरियड ब्रेक भयो, यीशु ख्रीष्टले यस पृथ्वीमा आइकन भन्नुभयो, तिम्रो शरीर चाहिँ मेरो मन्दिर हो, मेरो आत्मा चाहिँ तिमी माथि बास गर्छ। पहिलो कोरिन्थी 3:16 अनि 17 पदको कुरा गरेको, 6 अध्यायको 19 अनि 20 पहिलो कोरिन्थीको कुरा गरेका मैले। सुन्नुहोस् है, के भनेको छ भन्नुहोस्। 6 अध्यायको 19 अनि 20 चाहिँ पढ्न चाहन्छु। 6 अध्यायको 19 अनि 20 पहिलो कोरिन्थी। पल्टाउनुहोस् ल। यो चाहिँ अब म सक्नु आँटेँ, म टाइम हेर्दैछु, म 1 बजी चाहिँ सकौँ नै भन्दैछु। तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, उहाँमा तिमी भित्र बास गर्नुहुन्छ भन्ने के तिमीलाई थाहा छैन? तिमीहरू स्वयं आफ्नो होइनौ, तिमीहरू मोल तिरेर किनेको। यसकारण तिमीहरूको शरीरमा परमेश्वरको महिमा गर। अन्तिम दिनको महिमा चाहिँ नि यरुशलेमको मन्दिरमा होइन, अन्तिम दिनको महिमा चाहिँ नि मेरो जीवनमा उहाँले त्यो महिमालाई प्रकट गर्न चाहनुहुन्छ। मेरो जीवनमा त्यो महिमा नि उहाँले ओडेल्न चाहनुहुन्छ। मेरो जीवनमा नि त्यो सामर्थ्यलाई ल्याउन चाहनुहुन्छ। मेरो जीवनमा नि त्यो कुराले उहाँले भर्न चाहनुहुन्छ। म चाहिँ त्यो महिमालाई बोक्ने व्यक्ति बनिन्छु, म चाहिँ त्यो सामर्थ्य बोक्ने व्यक्ति बनिन्छु। आमेन, आमेन। यदि मैले यो कुरालाई बुझेँ भने, यदि मैले यो कुरालाई हेरेँ भनेदेखिलाई नि मैले नि यो कुरालाई गर्न सक्छु। मजाको कुरा छ। अघिको दिनहरूमा मान्छेले के भने भनेदेखिलाई नि मोसाले के भने, मलाई तपाईँको महिमा हेर्न दिनुहोस्। मोसाले नि इच्छा गरे, मलाई तपाईँको महिमा हेर्न दिनुहोस्। अझ कतिजना भन्नुहुन्छ, तपाईँ प्रभु मलाई तपाईँको महिमा हेर्न दिनुहोस्। कतिले भन्नुहुन्छ? मोसालाई परमेश्वरले भन्नुभयो, मेरो महिमा तैँले देखिस् भन्दा मेरो अनुहार देखिस् त मर्छस्, तर मेरो हातले छोपेर म तँलाई मेरो पछिल्लो भागलाई देखाइदिन्छु। मोसा नि 10 आज्ञालाई लिएर आउँदै गर्दाखेरि परमेश्वरसँग 40 दिन 40 रात बस्दाखेरि नि परमेश्वरको ज्योति नि सरेर आएको थियो, महिमा नि मोसाको जीवनमा सरेर आएको थियो। तल झर्दै गर्दाखेरि पृथ्वीमा नि मान्छेले देख्दै गर्दाखेरि तर्स्यो, मोसा चाहिँ बल्दैछ, मोसाको अनुहार चाहिँ बल्दैछ। तर त्यो महिमा नि घटेर जाँदै थियो टाइम अनुसार। मोसाले घुम्टा हाल्यो, तर अन्तिम दिनको महिमा त्यस्तो महिमा घटेर जाने महिमा होइन, तर अन्तिम दिनको महिमा चाहिँ चक्किलो महिमा आउँदैछ। आमेन। टेम्परेरी होइन, पर्मानेन्ट। यस पृथ्वीले नदेखेको कुरा घट्ने त्यो शक्ति नि त्यसमा प्रकट हुन्छ। उहाँले हल्लाउँदै हुनुहुन्छ, उहाँले हल्लाउँदै हुनुहुन्छ। आज हरेक कुरा नभत्केको कुरा भत्किन्छ, हरेक कुरा नदेखेको कुरा देखिन्छ, हरेक नजन्मेको कुरा जन्मिन्छ। किनभने त्यो समय, त्यो शक्ति, त्यो सामर्थ पवित्र आत्माले यस पृथ्वीमा ल्याउँदै हुनुहुन्छ। आमेन, आमेन।
आउनुहोस् हामी आफ्नो आँखालाई बन्द गरौँ, आफ्नो आँखालाई बन्द गरौँ। तपाईँ आँखा बन्द गरेको बेलामा एउटा पदलाई पढ्दैछु, त्यहाँदेखि म प्रार्थना गर्न चाहन्छु। तपाईँले आफ्नो आँखालाई बन्द राख्नुहोस् मेरो प्रियहरू। पहिलो पत्रुसको किताब त्यसको 4:14 यसरी भन्छ, यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित भयो भने तिमीहरू धन्यका हौ, किनभने महिमा र परमेश्वरको आत्मा तिमीहरूमाथि रहनुहुन्छ। आजको दिन महिमाको आत्माले तपाईँको जीवनमा भरेको होस्, महिमाको आत्माले तपाईँको जीवनलाई भरेको होस्। प्रभु हल्लाउनको निम्ति तयारी हुनुहुन्छ के यो समय तपाईँ आफ्नो जीवनलाई ठिक पार्दै हुनुभयो? तपाईँ भन्दै हुनुहुन्छ मेरो यो भागमा हल्लाइदिनुहोस् प्रभु। जुन चाहिँ कुरामा चाहिँ म कहिले पनि हटेर गएको छैन, मेरो परिस्थिति, मैले गरेको अधर्म, मैले गरेको पाप, मैले गरेको जति पनि बोलेको कुराहरू मेरो निम्ति पर्खाल बनिराखेको छ। आज हल्ला र लडाइदिनुहोस् प्रभु। यदि तपाईँ भन्नुहुन्छ, तपाईँले देख्दै हुनुहुन्छ कुन ठाउँ चाहिँ ढल्नुपर्छ, कुन ठाउँमा प्रभुको महिमा आउनुपर्छ, तपाईँलाई भइराखेको छ मेरो जीवनको यो भाग चाहिँ ढल्नुपर्छ, मेरो जीवनको यो भाग चाहिँ यति बेला भत्काइदिनुपर्छ, मेरो जीवनको यो भाग चाहिँ महिमालाई रोक्ने भाग भइराखेको छ, उहाँको कुरालाई छल्ने भाग भइराखेको छ, लुक्ने ठाउँ भइराखेको छ। प्रभु यो कुरालाई भत्काइ माग्छ यति बेला। प्रभु हल्लाइदिनुहोस्, मेरो अविश्वासलाई भत्काइदिनुहोस्, मेरो डरलाई भत्काइदिनुहोस्, मेरो जीवनको व्यभिचारको जुवालाई हल्लाइदिनुहोस्, भत्काइदिनुहोस् यति बेला। मेरो निम्ति गड भइराखेको छ, मेरो निम्ति समस्या भइराखेको छ, मेरो विचारमा आउने गलत कुराहरू, गलत सोचहरू हल्लाइदिनुहोस्। आज यो कुरालाई हटाइदिनुहोस्।